यदि तपाईँको कम्प्युटरको प्रिपरेसन कम्प्लिट छैन भने प्यानिक नहुनुहोला। यो एउटा भिडियो हेरेर तपाईँको पुरै सिलेबस रिभिजन हुनसक्छ र यो पुरै भिडियोमा चाहिँ मैले तपाईँलाई हाम्रो पुरै सिलेबसमा भएको सबै कुरा रिभिजनको साथसाथै हाम्रो एक्जाममा सोध्ने चान्स भएको क्वेसनहरू पनि इम्पोर्टेन्ट टपिकहरूलाई एकदम फास्ट तपाईँको टाइम वेस्ट नगरिकन एक्सप्लेन गर्नेछु र एक दुईवटा प्रोग्रामहरू पनि तपाईँलाई गरेर देखाउनेछु। सो नोटबुक लिएर बस्नुहोस् अनि स्टार्ट गरौँ हाम्रो फुल रिभिजन। सबैभन्दा पहिला अब हामीले यहाँ चाहिँ मैले एउटा पिडिएफ बनाएर राखेको छु एनएबी क्लास 12 कम्प्युटर साइन्सको लागि, यो रिभिजनको लागि। सबैभन्दा पहिला हाम्रो फर्स्ट च्याप्टर छ डाटाबेस म्यानेजमेन्ट सिस्टम। हाम्रो टोटलमा कम्प्युटरमा कतिवटा च्याप्टर छ भन्ने कुरा तपाईँलाई थाहै होला। हाम्रो टोटलमा छ हाम्रो 7 च्याप्टर छ टोटलमा होइन। त्यो 7 च्याप्टरबाट चाहिँ अब हामीलाई प्रत्येक च्याप्टरबाट छुट्टै छुट्टै क्वेसनहरू आउनेछ। अनि त्यसपछि फर्स्ट च्याप्टरबाट हाम्रो डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट तपाईँलाई थाहै होला हाम्रो सर्ट क्वेसन आउँछ, एमसिक्यूहरू पनि आउँछ। त्यो सिलेबस चाहिँ तपाईँले आफै हेर्नु होला होइन। त्यसमा चाहिँ गएर हाम्रो टाइम वेस्ट नगरौँ। सबैभन्दा पहिला हाम्रो डाटाबेसभित्र तपाईँले जान्नु पर्यो डाटाबेस भनेको के हो। डाटाबेस भनेको के हो भन्दाखेरि हामीसँग जुन सिमिलर डाटाहरू हुन्छ नि, त्यो युजरहरूको जुन सिमिलर डाटाहरू छ त्यो डाटाहरूलाई एकै ठाउँमा अर्गनाइज वेमा राख्नको लागि जुन सिस्टम डिजाइन गरिन्छ त्यसैलाई भनिन्छ हाम्रो डाटाबेस। र त्यो जुन डाटाबेस बन्यो त्यो बनेको डाटाबेसलाई हामीहरू डाटाबेस बनाएर मात्र हुँदैन, त्यसलाई म्यानेज गर्नु पर्यो। त्यसको म्यानेजमेन्ट सिस्टमलाई हामीले भन्छौँ डाटाबेस म्यानेजमेन्ट सिस्टम। यति कुरा भयो। अब यसको मेन भनेको यहाँ तपाईँले जान्नु पर्यो डाटाको बारेमा। डाटा भनेको र फ्याक्ट एन्ड फिगर हो। डाटाबेस भनेको कलेक्सन अफ लोजिकल्ली रिलेटेड डाटा, मैले तपाईँलाई अघि नै भनिसकेँ। अनि डिबिएस भनेको एउटा सफ्टवेयर हो जुन चाहिँ म्यानेज गर्छ, म्यानिपुलेट गर्छ। त्यसपछि डाटाबेसहरूलाई के डिफ्रेन्ट डाटाबेसहरू हुन्छन् त्यसलाई चाहिँ म्यानेज र म्यानिपुलेट गर्नको लागि हाम्रो डाटाबेस म्यानेजमेन्ट सिस्टमलाई युज गरिन्छ। यसको इक्जाम्पलको रूपमा हामीले माइएसक्युएल, ओराकल होइन यिनीहरूलाई चाहिँ इक्जाम्पलको रूपमा लिन सकिन्छ। त्यसपछि हाम्रो अर्को यहाँ चाहिँ डाटाबेसभित्र एउटा कोर कन्सेप्ट चाहिँ हामीले के जान्नु पर्यो भन्दाखेरि हाम्रो जुन डाटाबेस छ नि, डाटाबेस बनाउँदाखेरि हाम्रो टेबलहरू बनिरहेको हुन्छ होइन। मैले चाहिँ तपाईँको लागि एउटा यो नर्मलाइज टेबलको पनि प्रिपेरेसन चाहिँ यहाँ गराएर राखिसकेको छु। यो नर्मलाइज चाहिँ हाम्रो एकदम कमनली सोध्ने क्वेसन हो। त्यही भएर चाहिँ यसको पनि मैले तपाईँलाई चाहिँ एउटा यहाँ बनाएर चाहिँ रेडी बनाएर राखेको छु। जस्तै हाम्रो टेबलहरू छ। अब यो टेबलहरू हुन्छ नि, यो टेबलहरूमा हाम्रो प्राइमेरी कीको कुराहरू हुन्छ होइन। यो टेबलमा कीको कुरा हुन्छ क्या, एउटा कन्सेप्ट हुन्छ की भन्ने। यो चाहिँ हाम्रो एमसिक्यूहरूमा पनि सोध्न पाएँ, त्यही भएर चाहिँ म यहाँ राखेको छु। अब के छ कुरो भन्दाखेरि हाम्रो कीहरू हुन्छ मेन भनेको एउटा प्राइमेरी की, क्यान्डिडेट की, अल्टरनेट की र एउटा फरेन की पनि हुन्छ। त्यो चाहिँ मैले इन्क्लुड गरेको छैन होइन। प्राइमेरी की भनेको त्यस्तो की जुन चाहिँ युनिकली आइडेन्टिफाई इज रेकर्ड इन अ टेबल इट क्यान नट बी नल होइन। डेफिनेसन लेख्नु भयो तपाईँले। अ कलम भनेको यसले युनिकली आइडेन्टिफाई गर्छ इच रेकर्डलाई। जस्तो इक्जाम्पलको लागि हाम्रो यहाँबाट प्राइमेरी की के हुनसक्छ भन्दा यो जुन स्टुडेन्ट आइडी छ, स्टुडेन्ट आइडी भनेको प्रत्येकको युनिक हुन्छ। तपाईँको आइडी 1 हुन्छ, तपाईँको स्टुडेन्ट आइडी अर्कोको 2 होला, अर्कोको 3 होला, तर एउटै मान्छेको एउटै विद्यार्थीको होइन स्टुडेन्ट आइडी चाहिँ एउटै। यो स्टुडेन्ट आइडी 1 छ नि, यो दुईवटा विद्यार्थीको कहिले पनि हुन सक्दैन, यति कुरा तपाईँलाई थाहै छ। त्यही भएर स्टुडेन्ट यो प्राइमेरी की भयो। क्यान्डिडेट की भनेको एउटा त्यस्तो सेट अफ कलम हो जुन चाहिँ एक्ट एज अ प्राइमेरी की, जो चाहिँ प्राइमेरी कीको रूपमा एक्ट गर्छ, त्यसलाई हामीले क्यान्डिडेट की भनिन्छ होइन। अल्टरनेट की भनेको चाहिँ त्यस्ता खालका कीहरू जसलाई चाहिँ हामीले एज अ प्राइमेरी कीको रूपमा चाहिँ सिलेक्सन गरिँदैन क्या। एज अ प्राइमेरी कीको रूपमा सिलेक्सन गरिँदैन भनेको यिनीहरू भयो, यिनीहरू टिचरहरू भयो, कोर्सहरू भयो, यिनीहरू चाहिँ अल्टरनेट कीको रूपमा हामीले राख्न सकियो। अब त्यसपछि हाम्रो नेक्स्ट कन्सेप्ट हामीले जान्नु पर्यो। अब यसको समरी हेर्नु छ नि, यो समरी चाहिँ तपाईँले आफै हेर्नु। मैले चाहिँ ट्याक्क तपाईँको लागि रिभिजनको लागि झ्यापझुप समरी पनि बनाएको छु होइन। डाटाबेस म्यानेजमेन्ट सिस्टम एक्ट एज एन इन्टरफेस बिट्विन द युजर इन डाटाबेस इन्स्योरिङ डाटा कन्सिस्टेन्सी, डाटा सेक्युरिटी। ओके, अनि त्यसपछि की भनेको के त फन्डामेन्टल हो रिलेसनल डाटाबेस म्यानेजमेन्ट टु युनिकली आइडेन्टिफाई इच रेकर्ड एन्ड इस्टाब्लिस द रिलेसनसिप युटिलाइजिङ डिबिएमएस, इलिमिनेट डाटा रिडन्डेन्सी अनि इम्प्रुभ डाटा इन्टिग्रिटी। यो यति कुरा लेख्नुभयो भने तपाईँको त मजाको मार्क्स आइ नै हाल्छ। त्यसपछि अब हाम्रो डाटाबेस जुन छ, डाटाबेसमा हाम्रो ल्याङ्ग्वेजेसहरू हुन्छ, डाटाबेसको मोडल हुन्छ र डाटाबेस नर्मलाइजेसन हुन्छ। यो नर्मलाइजेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ। डाटाबेस ल्याङ्ग्वेज चाहिँ हाम्रो एमसिक्यूको लागि धेरै इम्पोर्टेन्ट छ होइन। हाम्रो एमसिक्यूमा चाहिँ यो कमनली आस्क गरिरहने क्वेसन हो डाटाबेस ल्याङ्ग्वेज भनेको। र मोडल भनेको हाम्रो यो पनि क्वेसन एकदम इम्पोर्टेन्ट छ। यो दुईवटाबाट चाहिँ हाम्रो जुन छ अरमा आउने सम्भावना चाहिँ धेरै छ। जहिले पनि हाम्रो हेरिरह्यो भने यहाँबाट चाहिँ अरमा क्वेसन हाल्ने प्रायोरिटी चाहिँ हामीले देखिरहेको हुन्छौँ। त्यही भएर हामी चाहिँ ल्याङ्ग्वेज हाम्रो दुई प्रकारको हुन्छ। हामीले मेन हेर्नुपर्ने भनेको एउटा डिडिएल हुन्छ, एउटा डिएमएल हुन्छ। डिडिएल भनेको डेटा डेफिनेसन ल्याङ्ग्वेज, डिएमएल भनेको डेटा म्यानिपुलेसन ल्याङ्ग्वेज। र एउटा कुरा ख्याल राख्नुहोस्, यहाँ एमसिक्यू मात्र नभएर एक साल पहिले क्वेसन पनि सोध्छ, त्यही भएर चाहिँ यसलाई तपाईँले हल्का प्रिपेयर गरेर चाहिँ जानु होला। कमान्डहरू जस्तै क्रिएट, अल्टर, ड्रप, यिनीहरू भनेको मेन हाम्रो डाटा डेफिनेसन ल्याङ्ग्वेज हो। अनि कमान्डहरू जस्तै सिलेक्ट, इन्सर्ट, अपडेट, डिलिट, यिनीहरूको छुट्टै छुट्टै काम छ, त्यो तपाईँले हेर्नु होला। यिनीहरू चाहिँ डाटाले म्यानिपुलेट गर्छ र यसले चाहिँ डाटाबेसको स्ट्रक्चरलाई डिफाइन गर्छ। त्यसैले हामीले भन्छौँ डाटा डेफिनेसन ल्याङ्ग्वेज, यसलाई हामीले भन्छौँ डाटा म्यानिपुलेसन ल्याङ्ग्वेज। डाटाबेसको डिफ्रेन्ट मोडलहरू हुन्छ। अब हामी जाऊँ डाटाबेस मोडलमा हाम्रो एउटा हाइरार्कियल मोडल हुन्छ, नेटवर्क मोडल हुन्छ, रिलेसनल मोडल हुन्छ। त्यसपछि अझै यहाँ एक दुईवटा मोडलहरू एक्स्ट्रा हुन्छ हाम्रो। अनि त्यसपछि तपाईँको यहाँ इन्टिटी
मोडल हुन्छ अनि अब्जेक्ट ओरिएन्टेड मोडल पनि हुन्छ। हाम्रो त्यो दुईटा पनि छ, त्यो चाहिँ मैले लेखेको छैन। मेन भनेको चाहिँ यो 3टा मोडल हो, यसको बारेमा चाहिँ तपाईँले जान्नै पर्यो होइन। अनि हाम्रो इन्टिटी रिलेसनसिप जहाँ चाहिँ हाम्रो इआर भन्ने हुन्छ, यो कन्सेप्ट पनि हेर्नु होला, यहाँ चाहिँ मैले छुट्याएको रहेछु। यो इआर भन्ने एउटा इन्टिटी रिलेसनसिप मोडल हुन्छ, जहाँ चाहिँ इन्टिटी भनेको के भन्दाखेरि प्रत्येक जुन हाम्रो छ नि, जस्तै म एउटा इन्टिटी हो, तपाईँ एउटा इन्टिटी हो, मैले हेडफोन युज गरिरहेको छु, त्यो पनि एउटा इन्टिटी हो, हरेक अब्जेक्ट भनेको एउटा इन्टिटी हो। इन्टिटी, एट्रिब्युट र रिलेसनसिप, त्यो इन्टिटीको आफ्नो एउटा के हुन्छ, प्रोपर्टी हुन्छ, आफ्नो एउटा के हुन्छ त प्रोपर्टी हुन्छ। त्यो प्रोपर्टीले हामीले के भन्छौँ भन्दाखेरि एट्रिब्युट भन्छौँ, र प्रोपर्टी बिचमा एउटा रिलेसनसिप हुन्छ जसलाई हामीले के भन्छौँ त भन्दाखेरि त्यसमा भएको रिलेसनसिपहरू हुन्छ नि त, त्यो हो, त्यो भनेको इन्टिटी, एट्रिब्युट र रिलेसनसिप 3टाको डायग्राम युज गरेर बनाएको जुन हाम्रो एउटा हुन्छ इआर डायग्राम। त्यो इआर डायग्राम पनि तपाईँले जान्नुपर्छ, यसको बारेमा थोरै गुगल गरेर हेर्नु होला। नत्र भने जस्तै रिलेसनसिपलाई हामीले केमा डिस्क्राइब गर्छौँ भन्दा यस्तो डायमन्ड लगाएर रिलेसनसिप गर्छौँ, यतातिर हाम्रो एउटा हुन्छ, यतातिर एउटा हुन्छ, अनि त्यसपछि यहाँ एउटा इन्टिटी हुन्छ, अनि यहाँ एउटा रेक्टेङ्गलमा इन्टिटी हुन्छ। अब यसको आफ्नो एउटा प्रोपर्टी हुन्छ, जस्तै तपाईँ म एउटा ए पर्सन भएँ र तपाईँ एउटा बी भनेको दुइटा ए र बी भन्ने दुइटा स्टुडेन्ट छ भने स्टुडेन्ट बिचमा के को रिलेसनसिप हुन्छ अन्त नभए एउटा ए भनेको एउटा बुक हो, बी भनेको पनि एउटा बुक हो भने ए र बीको बिचमा के रिलेसन हुन्छ भन्दा रिडिङको रिलेसनसिप हुन्छ होइन। रिडिङको रिलेसनसिप हुन्छ भनेपछि अब रिडिङ भयो अनि एको आफ्नो एउटा आइडी हुन पायो, एको आफ्नो एउटा क्लास हुन पायो, यसको नि आइडी, यसको नि क्लास हुन पायो, यसरी चाहिँ इन्टिटी रिलेसनसिप हुन्छ। यो बुझ्नुहोस् तपाईँले। हाइरार्कियल भनेको डाटालाई ट्री लाइक स्ट्रक्चरमा हुन्छ, जस्तै यहाँ एउटा यो हुने भयो, यसपछि अब एक ट्री जस्तो भन्छ, यता एउटा हुन्छ, यता एउटा हुन्छ, फेरि यहाँ एउटा बनेको हुन्छ, यहाँ एउटा बनेको हुन्छ, फेरि यसबाट हाम्रो ब्रान्चहरू निक्लिन्छ होइन। यो भनेको एउटा ट्री लाइक स्ट्रक्चर हुने भयो हाम्रो केमा भन्दाखेरि हाइरार्कियल डाटाबेस सिस्टममा चाहिँ ट्री लाइक स्ट्रक्चर हुन्छ। यो चाहिँ मैले मेट्टा होइन, तपाईँले चाहिँ बुझिसक्नुभयो होला भन्ने आश गरेको छु। हाम्रो हाइरार्कियलमा के हुन्छ भन्ने कुरा बुझ्नुहोस् तपाईँले भन्दाखेरि ट्री लाइक स्ट्रक्चरमा बुझ्नुहोस्, यहाँ चाहिँ त्यो क्वेसन आउने प्रोबेबिलिटी एकदम धेरै छ। त्यसपछि नेक्स्ट हाम्रो छ के भन्दाखेरि नेटवर्क मोडल। नेटवर्क मोडल भनेको चाहिँ यसमा ग्राफहरू हुन्छ, त्यसपछि मेनी टु मेनी रिलेसनसिप। यसमा वान टु मेनीको लागि हो, यो चाहिँ मेनी टु मेनी रिलेसनसिप। तपाईँले के बुझ्नुहोस् भन्दा सिम्पल भाषा बुझाइदिन्छु म तपाईँलाई। हाइरार्कियल मोडलमा हाम्रो के हुन्छ भन्दाखेरि एउटा चाइल्ड हुन्छ नि, एउटा चाइल्डको एउटा मात्र प्यारेन्ट हुनसक्छ के, एउटा चाइल्डको एउटा मात्र प्यारेन्ट हुनसक्छ। तर यो नेटवर्क मोडलमा एउटा प्यारेन्टको मल्टिपल, एउटा चाइल्डको मल्टिपल प्यारेन्ट पनि हुनसक्छ। यति मेन डिफ्रेन्स भनेकै हो। त्यही भएर यसमा मेनी टु मेनी रिलेसनसिप एक्जिस्ट गर्छ, त्यही भएर यसमा वान टु मेनी रिलेसनसिप एक्जिस्ट गर्छ। रिलेसन भनेको तपाईँलाई थाहै छ, हामीले युज गर्ने रो र टेबलको फर्ममा युज हुन्छ नि, यो के रिलेसनल डाटाबेस म्यानेजमेन्ट सिस्टम। यो देख्नु भएको छ नि, यसलाई भन्छ हामीले रिलेसनल डाटाबेस म्यानेजमेन्ट सिस्टम। किन भन्दैमा हामीले टेबुलर फर्ममा राखिन्छ र जहिले पनि तपाईँले बुझ्नुहोस् टेबल भनेको रिलेसन, टेबल भनेको के हो त रिलेसन हो। अब वान अफ द इम्पोर्टेन्ट कन्सेप्टमा जाउँ हामी, नर्मलाइजेसन होइन। नर्मलाइजेसन भनेको 3 प्रकारको पढ्नुपर्छ हामीले, 1NF, 2NF अनि 3NF। 1NF ले के गर्छ भन्दा इलिमिनेट्स द रिपिटिङ ग्रुप अनि इन्स्योर द एटोमिसिटी अफ द एटोमिक भ्यालु अथवा एटोमिसिटी इन द टेबल। टेबलमा एटोमिक भ्यालु हुन्छ, रिपिटिङ ग्रुपहरूलाई हटाउँछ। यसको इक्जाम्पल म तपाईँलाई देखाउँछु, इक्जाम्पल देखाएर बुझाउँछु। यो थ्योरी चाहिँ यस्तो लेख्नु पर्यो तपाईँले। अनि यसमा चाहिँ पहिलेदेखि टेबल 1NF मा हुने पर्यो र पार्सियल डिपेन्डेन्सी जस्तै नन की एट्रिब्युट डिपेन्ड अन द होल प्राइमेरी की भनेको जति पनि टेबलमा हाम्रो नन की एट्रिब्युट्सहरू छन् त्यो चाहिँ प्राइमेरी कीमा मात्र डिपेन्डेन्ट हुनु पर्यो भन्ने कुरा 2NF ले भन्छ। र 3NF ले के भन्छ भन्दाखेरि पहिल्यैदेखि हाम्रो टेबल 2NF मा हुनै पर्यो, पहिल्यैदेखि हाम्रो टेबल 2NF मा हुनै पर्यो र यसले ट्रान्जिटिभ डिपेन्डेन्सीलाई पनि हटाउनु पर्यो र नन की एट्रिब्युटहरू चाहिँ ओन्ली अन द प्राइमेरी की होइन, ओन्ली अन द प्राइमेरी की भनेको यसमा चाहिँ नन की एट्रिब्युट होल प्राइमेरी कीमा डिपेन्ड गर्थ्यो भने यसमा चाहिँ ओन्ली अन द प्राइमेरी कीमा डिपेन्ड गर्छ। जस्तै तपाईँले अब इक्जाम्पलबाट हेर्नुहोस्, अब यहाँ समरी छ, डाटाबेस मोडल भनेको हाउ डाटा इज कनेक्टेड एन्ड स्टोर लोजिकल्ली भनेको डाटाबेस मोडल हो। रिलेसनल मोडल भनेको वाइडली युज मोडल हो। नर्मलाइजेसन भनेको स्टेप बाई स्टेप प्रोसेस टु रिड्युस द डाटा रिडेन्डेन्सी एन्ड यो चाहिँ एनोनिमिटी टु द त्यो हुन्छ होइन। हाम्रो के भन्छ यो रिलेसनल डाटाबेस म्यानेजमेन्ट सिस्टम युज हुन्छ, डिडिएल स्किमा बनाउँछ, डिएम चाहिँ डे टु डे डाटा अपरेसनको लागि युज गरिन्छ। यो हेर्नुभन्दा पहिला तपाईँले चाहिँ अब नर्मलाइजेसनको इक्जाममा टेबल पनि बनाउनुपर्छ। थ्योरी त भइसक्यो, टेबल कसरी बनाउने, पहिला एउटा अननर्मलाइज टेबल लेख्ने होइन। तपाईँले चाहिँ टेबल यसरी स्टुडेन्ट आइडी, स्टुडेन्ट नेम, कोर्स, टिचर र टिचरको फोन भनेर मैले टेबल लेखेँ। अब यहाँ मैले 3टा रो राखेको छु, तपाईँले चाहिँ इक्जाममा 3टा नराखेर 2टा मात्र नै राख्न सक्नुहुन्छ किनकि इक्जाममा टाइम हुँदैन हामीसँग। अब यहाँ हेर्नुहुन्छ भने यो 1 छ, स्टुडेन्ट राम छ र यसले चाहिँ कोर्समा सी र वेब दुइटै लिएको छ भनेपछि यो एटोमिक भएन कि, एउटै ठाउँमा दुईटा फिल्ड आयो। यसरी छुट्टै छुट्टै फिल्ड हुन पर्ने तर दुईटा फिल्ड एकै ठाउँमा आयो भनेपछि यो एटोमिक भएन। अब के गरिन्छ यसलाई हामीले भन्दाखेरि फर्स्ट नम्बर फर्ममा वान सेल सुड कन्टेन ओन्ली वान भ्यालु भनेको। अब हेर्नुहोस् तपाईँले यसरी हाम्रो 1NF मा गयो टेबल होइन। मैले चाहिँ ट्याक्क लगाएर सी र यसलाई चाहिँ नि अब छुट्टै छुट्टै बनाइदिएँ। कसरी भन्दै स्टुडेन्ट 1 आइडी 1 राम सी, आइडी 1 राम वेब। यहाँ चाहिँ दुइटा भएर केही फरक पर्दैन, यो दुइटा 1 आएर यो दुइटा आएर केही फरक पर्दैन। यो चाहिँ हाम्रो 1NF मा यस्तो टेबल बन्ने भयो।
2NF मा हामीले के भन्यौँ 2NF मा पार्शियल डिपेन्डेन्सी हट्नु पर्यो। पार्शियल डिपेन्डेन्सी हट्नको लागि अब पार्शियली डिपेन्डेन्ट भनेको एउटा स्टुडेन्ट नेम छ, स्टुडेन्ट नेम भनेको स्टुडेन्ट आइडीसँग डिपेन्डेन्ट छ, त्यही भएर हामीले स्टुडेन्ट नेम र स्टुडेन्ट आइडीको एउटा टेबल बनाइयो। अनि इनरोलमेन्ट टेबल जस्तै कोही कोर्स इनरोल गर्न आयो भने त्यसको पनि एउटा छुट्टै टेबल हुनु पर्यो स्टुडेन्ट आइडीसँग, त्यही भएर कोर्सको यसको छुट्टै टेबल बनाइयो। यसरी हेर्नु सक्नुहुन्छ तपाईँले सेकेन्ड नर्मल फर्ममा हाम्रो एउटा स्टुडेन्ट टेबल बनाउनु पर्यो, तपाईँले एउटा इनरोलमेन्ट टेबल बनाउनु पर्यो, स्टुडेन्ट आइडी र स्टुडेन्ट नेमको एउटा टेबल बनाएँ मैले, स्टुडेन्ट यो 3टा भयो। त्यसपछि स्टुडेन्ट आइडी र कोर्स हामीसँग कतिवटा छ त्यही अनुसार यसरी बनाइयो। त्यसपछि थर्ड नर्मल फर्मले के भन्छ भन्दा ट्रान्जिटिभ डिपेन्डेन्सी हट्नु पर्यो। अब यहाँ के हुन्छ भन्दा स्टुडेन्ट टेबलमा स्टुडेन्टले पढिरहेको छ, स्टुडेन्टलाई पढाउने टिचर पनि त हुन्छ भने यसलाई हरले पढाउने, यिनलाई यसले पढाउने, यिनलाई यसले पढाउने भन्ने हो। अनि एउटा टिचरको छुट्टै टेबल बनाउनु पर्यो नि त। टिचर चाहिँ हाम्रो टिचर र यो टिचरको फोन छ नि, यो त अरूसँग डिपेन्डेन्ट छैन नि त। टिचर र टिचरको फोन कोर्ससित यो स्टुडेन्टसित रिलेटेड छ छैन, त्यही भएर टिचरको लागि एउटा छुट्टै टेबल बनाइयो यसमा। अब यसको लागि तपाईँलाई मेमोरी ट्रिक दिन्छु मैले होइन। 1NF भनेको 1 भ्यालु इन 1 सेल भनेको 1NF हो। अनि त्यसपछि 2NF भनेको पार्शियल डिपेन्डेन्सी हट्नु पर्यो, 3NF भनेको ट्रान्जिटिभ डिपेन्डेन्सी हट्नु पर्यो। यो कुरा तपाईँले बुझ्नुभएको होला होइन। तपाईँलाई चाहिँ मैले एकचोटि जुम आउट गरेर सबै टेबल चाहिँ फेरि एकचोटि देखाइदिन्छु। अननर्मलाइज टेबल यो 1NF, यो 2NF, त्यसपछि गएर यो 3NF, अनि त्यसपछि ट्रिक भयो तपाईँको लागि सम्झिनको लागि, ठिक छ। यसरी हाम्रो नर्मलाइज टेबल भनेको यति हो। नर्मलाइज टेबल यति भइसकेपछि तपाईँले चाहिँ मजाले बुझ्नुभयो होला। अब हामी जाऊँ अर्को इम्पोर्टेन्ट टपिक छ हामीसँग सेन्ट्रलाइज भर्सेस डिस्ट्रिब्युटेड डाटाबेस सिस्टम, अनि त्यसपछि डाटाबेस सेक्युरिटीको बारेमा छ होइन। पहिला सेन्ट्रलाइज भनेको के, डाटा रिस्टोर इन द सिङ्गल लोकेसन। जस्तै तपाईँले फेसबुक देख्नु भएको छ, फेसबुकले हाम्रो चाहिँ एउटा सर्भर बनाएको छ, ट्याक्कलाई यो सर्भरमा चाहिँ हाम्रो डाटा रिस्टोर गरिरहेको हुन्छ सेन्ट्रलाइजमा। अनि यहीँबाट हाम्रो डिफ्रेन्ट ब्रान्चहरू निक्लिरहेको हुन्छ यसरी, अनि यहाँबाट हाम्रो डिभाइसहरू कनेक्ट हुन्छ र यही सेन्ट्रल सर्भरबाट हामीले चाहिँ हाम्रो डाटाहरू चाहिँ एक्सेस गर्न सक्छौँ। त्यही भएर त्यसलाई हामीले के भन्छौँ सेन्ट्रलाइज डाटाबेस म्यानेजमेन्ट सिस्टम भन्छौँ। डिस्ट्रिब्युटेड भनेको मल्टिपल लिङ्कहरूमा चाहिँ हाम्रो डिस्ट्रिब्युट भएको हुन्छ त्यो डाटाहरूले। जस्तै त्यही फेसबुकले हाम्रो नेपालमा एउटा छुट्टै ब्रान्च खोल्यो भने अनि त्यसपछि अर्को कन्ट्रीमा एउटा छुट्टै ब्रान्च खोल्ला भनेपछि डाटाबेसहरू चाहिँ यसरी डिस्ट्रिब्युट भयो कि यहाँ एउटा छुट्टै डाटाबेस छ, यहाँ एउटा छुट्टै डाटा छ, यसको छुट्टै उ छ नि, तर यो एकाअर्कामा लिङ्क चाहिँ हुन्छ होइन, एकाअर्कामा चाहिँ दुईवटा लिङ्क हुन्छ। अनि त्यसपछि यसको छुट्टै डाटाबेस यसरी हुन्छ भनेपछि यो भएको चाहिँ के भयो त डिस्ट्रिब्युट भएको डाटाबेसलाई चाहिँ हामीले मल्टिपल लोकेसनमा डिस्ट्रिब्युट गरिन्छ, स्प्रेड एक्रस द मल्टिपल लोकेसन, यो चाहिँ सिङ्गल लोकेसनमा हुन्छ। अनि त्यसपछि सेन्ट्रलाइजमा के हुन्छ भन्दाखेरि सिङ्गल पोइन्ट अफ फेल भनेको जस्तै फेसबुकको त एउटै मात्र सेन्ट्रल सर्भर भयो भनेर मैले इक्जाम्पल लिइरहेको छु होइन। फेसबुकले पनि डाटाहरूलाई चाहिँ आफ्नो लोकेसनमा डिस्ट्रिब्युट गरेको हुन्छ, तर मानौँ तपाईँले चाहिँ एउटा सेन्ट्रल मात्र सर्भर छ भने तपाईँको स्कुलको इक्जाम्पल लिनुहोस्, तपाईँको स्कुलमा एउटा सेन्ट्रल मात्र सर्भर हुन्छ। अब कुनै दिन त्यो सर्भर फेल भयो भने तपाईँको पुरै स्कुलको नेटवर्क गयो नि त, त्यो भएर सेन्ट्रलको मेन डिफेक्ट भनेको यो हो। अनि यतातिर चाहिँ फल्ट टोलरेन्स हुन्छ होइन, नोट फेल भएर केही भएन, अरूले काम मजाले गरिरहेको हुन्छ, त्यही भएर चाहिँ यसमा फल्ट टोलरेन्स चाहिँ मजाको हुन्छ। अर्को कुरा भनेको यसलाई चाहिँ मेन्टेन गर्नको लागि एकदम सजिलो हुन्छ र यो चाहिँ एकदम सेक्युर हुन्छ। किन भन्दाखेरि सेन्ट्रलाइजमा एउटा सेन्ट्रल सर्भरले कनेक्ट गरिरहेको छ होइन, सेन्ट्रलमा एउटा म्यानेज भइरहेको हुन्छ, सर्भरलाई त म्यानेज गरिरहेको हुन्छ नि त सेक्युरिटी दिएर, त्यही भएर यो चाहिँ एकदम सेक्युर हुन्छ। यो चाहिँ म्यानेज गर्न बहुत गाह्रो हुन्छ किनकि चारैतिर तिथर भित्र भयो, त्यही भएर म्यानेज गर्न गाह्रो भयो। अनि त्यसपछि यो चाहिँ सिङ्क्रोनाइज पनि हुन्छ। अब त्यसपछि हामी जाऊँ डाटा सेक्युरिटीमा। डाटा सेक्युरिटी पनि त्यति सोध्ने टपिक थिएन, तर इम्पोर्टेन्ट चाहिँ छ। डाटा सेक्युरिटी भनेको हाम्रो जुन डाटाबेस छ त्यसलाई अनअथोराइज एक्सेस अनि मालिसियस एट्याक होइन, चाहिँ डाटा लसबाट कसरी बचाउने भनेको, जस्तै इन्क्रिप्सन गरेर हुन्छ, एक्सेस कन्ट्रोल गरेर हुन्छ, ब्याकअप गरेर हुन्छ, यो चाहिँ हाम्रो डाटाबेस सेक्युरिटी अन्तर्गत आउँछ। र यहीँबाट हाम्रो फर्स्ट च्याप्टर चाहिँ हामीले मजाले कम्प्लिट गरिसकेका छौँ, ठिक छ। फर्स्ट च्याप्टर कम्प्लिट भइसक्यो। अब हामी जाऊँ डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ सेकेन्ड च्याप्टर। यहाँबाट चाहिँ हाम्रो मजाले क्वेसन सोध्ने हुन्छ होइन, 8 मार्क्सको क्वेसन आउँछ क्या यहाँबाट चाहिँ। अब त्यसपछि हाम्रो यसमा सबभन्दा पहिलो कुरा जान्नु पर्यो तपाईँले कम्युनिकेसन भनेको के हो अनि ट्रान्समिसन मिडिया भनेको के, यिनीहरू चाहिँ जस्ट बेसिकमा चाहिँ बुझ्नु पर्यो। जस्तै की डेफिनेसन हेर्नुहुन्छ भने डाटा कम्युनिकेसन भनेको एक्सचेन्ज अफ डाटा बिट्विन टु डिभाइसेस भिया ट्रान्समिसन मिडियम युजिङ प्रोटोकल पनि भन्दै रहेछ तपाईँले, के भन्नुहोस् युजिङ प्रोटोकल। किनकि कम्युनिकेसन गर्दाखेरि जस्तो तपाईँ र म बिच कम्युनिकेसन भइरहेछ, कसरी भइरहेछ, एउटा कुनै माध्यमबाट भइरहेछ। अनि तपाईँ र म बिचको कम्युनिकेसन हुनुको कारण के हो भन्दाखेरि एक्सचेन्ज अफ डाटा हो होइन। यसरी डेफिनेसन सम्झिनै पर्दैन, तपाईँले मिलाएर लेख्न सक्नुहुन्छ। तपाईँले बुझ्नुहोस् हामी बिचमा दुईवटाको डाटा एक्सचेन्ज भइरहेछ। केबाट भइरहेछ भन्दा तपाईँले युट्युबमा भिडियो हेरिरहनु भएको छ, एउटा ट्रान्समिसन मिडिया छ, तपाईँको घरसम्म तारबाट इन्टरनेट आइरहेछ, इन्टरनेटबाट युट्युब एक्सेस गर्नु भनेपछि ट्रान्समिसन मिडिया इन्भल्भ भयो। अनि एउटा सर्टेन रुल्स एन्ड रेगुलेसन छ, जस्तै एचटिटिपिएस हुने भयो, एचटिटिपिएसबाट एक्सेस गर्न सक्नुहुन्छ तपाईँले, त्यस्तै खालको प्रोटोकलहरू छ नि। त्यही भएर चाहिँ यसरी तपाईँले यो कुरा कहीँ लेख्नु पर्यो, एक्सचेन्ज अफ डाटा बिट्विन टु डिभाइसेस भिया ट्रान्समिसन मिडियम युजिङ प्रोटोकल भने अझै बेस्ट, नभने चाहिँ यतिकै लेखे पनि भयो। अनि त्यसपछि हाम्रो जुन छ यो के भन्छ यसलाई डाटा कम्युनिकेसन गर्दाखेरि 3 प्रकारको कम्युनिकेसन हुन्छ क्या। एउटा सिम्प्लेक्स हुन्छ, अनि त्यसपछि एउटा सिम्प्लेक्स कम्युनिकेसन हुनुभयो, त्यसपछि हाम्रो हाफ डुप्लेक्स हुन्छ, त्यसपछि फुल डुप्लेक्स हुन्छ।
यो सिम्प्लेक्स अनि त्यसपछि डुप्लेक्स र हाफ डुप्लेक्स छ नि, यिनीहरूलाई चाहिँ हामीले के पनि भनिन्छ भन्दा यो चाहिँ डुप्लेक्सभित्र पर्छ यो दुईवटा टाइपहरू, ठिक छ। यो दुईवटा टाइपहरू हाम्रो डुप्लेक्सभित्र पर्ने हो। डुप्लेक्सभित्रको हाफ डुप्लेक्स र फुल डुप्लेक्स यो चाहिँ हाम्रो छुट्टै टाइप हो, एउटा सिम्प्लेक्स टाइप। सिम्प्लेक्समा डाटा युनिट रिलेसनमा फ्लो हुन्छ, जस्तै रेडियो भयो, किबोर्ड भयो, अनि त्यसपछि तपाईँको अझै एउटा राम्रो इक्जाम्पल भनेको टिभी। तपाईँले टिभी हेर्नुहुन्छ तर टिभीले रेस्पोन्स दिन सक्नुहुन्छ। सेन्डरले डाटा सेन्ड गर्छ तर रिसिभरले त्यो डाटाको रेस्पोन्स दिन पाउँदैन। केमा भन्दा सिम्प्लेक्स कम्युनिकेसनमा। अनि हाफ डुप्लेक्स भनेको एउटा यो चाहिँ डुप्लेक्स मोड अफ कम्युनिकेसन, यो चाहिँ बाइडिरेक्सनल त हुन्छ तर ओन्ली वान एट अ टाइम। एकचोटिमा सेन्डरले डाटा सेन्ड गर्छ, रिसिभरले त्यो सबै डाटा रिसिभ गरिसकेपछि मात्र बल्ल फेरि उतातिर डाटा सेन्ड गर्न सक्छ भने चाहिँ वाकी टकी एकदम बेस्ट इक्जाम्पल तपाईँलाई थाहै होला। यो चाहिँ हाफ डुप्लेक्स छ। हाफ डुप्लेक्स भनेको साइमल्टेनियस, जस्तै तपाईँ मोबाइल फोनमा साथीहरूसित बोल्नुहुन्छ होइन, बोल्दा बोल्दै बोल्दा तपाईँ यताबाट बोलिरहेको हुनुहुन्छ अनि उतातिर चाहिँ तपाईँ बोल्दा बोल्दाखेरि उताबाट बोलिरहेको हुन्छ, त्यो भनेको चाहिँ हाम्रो फुल डुप्लेक्स भइहाल्यो। अब चाहिँ यसको तपाईँले एक्जाममा हाम्रो डायग्राम पनि सोध्न भन्छ। डायग्राम सोध्दाखेरि तपाईँले के बनाउनु पर्यो भन्दाखेरि स्ट्यान्डर्ड ब्लक डायग्राम अफ कम्युनिकेसन भन्ने हाम्रो कोर्समा छ, त्यही भएर तपाईँले एउटा सोर्स बनाउनु पर्यो। सोर्समा चाहिँ एरो दिनुहोस्, अनि तपाईँले ट्रान्समिटर बनाउनुहोस्, त्यसपछि फेरि एउटा एरो दिनुहोस्, ट्रान्समिसन सिस्टम बनाइदिनुहोस्, फेरि एउटा एरो दिनुहोस्, रिसिभर बनाइदिनुहोस्, डेस्टिनेसन बनाइदिनुहोस्। जहिले एउटा सोर्स हुन्छ त्यो चाहिँ डेस्टिनेसन हुन्छ। सोर्सबाट आएको सिग्नललाई ट्रान्समिट गर्ने ट्रान्समिटरले, त्यो ट्रान्समिटरले सिग्नललाई त ट्रान्समिट गर्यो, केमा ट्रान्समिट गर्यो, हाम्रो त डाटा जुन छ डाटालाई त इलेक्ट्रिक सिग्नलमा ट्रान्समिट गर्नु भनेपछि ट्रान्समिटर इलेक्ट्रिकमा लयो। अब त्यो इलेक्ट्रिकमा गएको सिग्नललाई एउटा बाटोबाट जानु पऱ्यो नि त, हो त बाटो भनेको के हो त, केरियर हो कि हो। यो ट्रान्समिसन मिडिया भनेको त्यही हो, त्यहाँनिर एउटा ट्रान्समिसन सिस्टम पनि चाहियो। त्यसै ट्रान्समिसन सिस्टमबाट त्यो सिग्नल त आयो, अब सिग्नल आइसकेपछि त्यसलाई रिसिभरले रिसिभ गर्नु पऱ्यो नि, त्यो रिसिभरले रिसिभ गर्छ अनि कन्भर्ट गर्छ। कन्भर्ट भइसकेपछि हाम्रो डेस्टिनेसनको मान्छेले मजाले पाउँछ। यो चाहिँ हाम्रो ब्लक डायग्राम। त्यसपछि ट्रान्समिसन मिडियाको बारेमा चाहिँ एकदम सोध्छ, ट्रान्समिसन मिडिया र इम्पेयरमेन्टको बारेमा। इम्पेयरमेन्टको कुरा गर्नुहुन्छ भने तपाईँको इन्टरफेरेन्सलाई इम्पेयरमेन्ट भनिन्छ। जस्तै पहिला इम्पेयरमेन्ट हेरेर मैले चाहिँ यो ट्रान्समिसन मिडियामा जाउँला कि इम्पेयरमेन्ट भनेको हाम्रो जुन डाटा ट्रान्सफर भइरहेछ त्यो डाटा ट्रान्सफर हुँदाखेरि बिचमा आउने बाधा अड्चनहरू, जस्तै तपाईँ एउटा बाटोमा हिँडिरहनु भएको छ भने बाटोमा तपाईँले ट्राफिक आयो भने तपाईँको त्यो हिँड्ने गतिमा प्रभाव पर्यो भनेपछि त्यस्तै डाटा ट्राभल भइरहँदाखेरि हाम्रो डिस्टर्बेन्स हुन्छ क्या। जस्तै हाम्रो वाइफाईले सिग्नल छोड्छ, राउटरले वाइफाईको सिग्नल फालिरहेको हुन्छ तर बिचमा हाम्रो डिफ्रेन्ट इक्विपमेन्टहरू हुन्छ, अरू रेडियो वेभहरू, माइक्रोवेभको सिग्नलहरू हुन्छ, जसले गर्दा त्यो जुन सिग्नलको स्ट्रेन्थ हुन्छ नि त्यो स्ट्रेन्थलाई घटाउँछ होइन, यो लस अफ एनर्जी हुन्छ। त्यसलाई हामीले भन्छौँ ट्रान्समिसन इम्पेयरमेन्ट। त्यो के कारणले हुन्छ भने एउटा नोइजको कारणले हुन्छ, जुन चाहिँ अनवान्टेड सिग्नल हुन्छ। त्यसपछि एटिन्युएसन भनेको लस अफ एनर्जीको कारणले हुन्छ। डिस्टोर्सन भनेको अल्टरनेसन अफ सिग्नल सेप, हाम्रो सिग्नलको सेपै अल्टर हुन्छ। जस्तै यस्तो खालको सिग्नल थियो भने यो यस्तो भइदिन पनि पायो होइन, यस्तो पनि भइदिन पायो। यो भनेको सिग्नलको पुरै सेपै चेन्ज भयो, त्यसले गर्दा त्यसको एनर्जी पनि चेन्ज हुने भयो। त्यसपछि क्रसटक भनेको चाहिँ नेबरिङ केबलको कारणले, मल्टिपल केबलहरू हुन्छ त्यो केबल बिचको कारणले गर्दा पनि हाम्रो एउटा इम्पेयरमेन्ट क्रिएट हुन्छ। अनि मेन इम्पोर्टेन्ट भनेको एउटा गाइडेड मिडिया, अनगाइडेड भनेको यो ट्रान्समिसन गर्ने मिडिया जुन छ नि दुई प्रकारको छ, एउटा गाइडेड एउटा अनगाइडेड। यो एउटा गाइडेड भनेपछि च्याप्टर बनाइदिने अनि त्यसपछि डिस्क्राइब गरिदिने हाम्रो एक्जाममा भइहाल्छ। त्यति भएपछि गाइडेड भनेको के भन्नुहुन्छ भने गाइडेड भनेको एउटा वायर मिडिया हो, अनगाइडेड भनेको वायरलेस मिडिया। अब गाइडेड भनेपछि वायर भन्दा बित्तिकै फिजिकल भयो, यो नन फिजिकल हुने भयो। यस अन्तर्गत ट्विस्टेड पेयर केबल, कोएक्सियल केबल, फाइबर अप्टिक। फाइबर अप्टिकमा हाम्रो डाटाहरू लाइटको थ्रु ट्राभल भइरहेको हुन्छ। ट्विस्टेड पेयरमा दुईवटा तारहरू बटारिएको हुन्छ, यस्तो हुन्छ अनि यतातिर यस्तरी बटारेर हाम्रो दुईवटा तारहरू भएको हुन्छ, यसलाई हाम्रो ट्विस्टेड पेयर भनिन्छ। अनि त्यसपछि कोएक्सियल केबल भनेको फेरि एउटा कपरहरू हुन्छ, कपरभित्र एउटा फेरि कपरको पेयर हुन्छ, त्यसपछि यहाँ एउटा कपरको रड हुन्छ, त्यो कपरको रडबाट चाहिँ हाम्रो डाटा ट्रान्सफर भइरहेको हुन्छ कोएक्सियल केबलमा। ट्विस्टेड अनि यो ट्विस्टेड पेयर भनेको फेरि दुईवटा टाइप छ, एउटा युटिपी छ, के छ एउटा युटिपी छ, एउटा हाम्रो एसटिपी छ। युटिपी भनेको अनसिल्डेड ट्विस्टेड पेयर, यो चिप हुन्छ। एसटिपी भनेको एक्सपेन्सिभ हुन्छ किनकि सिल्डेड ट्विस्टेड पेयर। यसमा चाहिँ अब दुईवटा यसरी बटारेको तार थियो नि, मैले अघि इक्जाम्पल दिएको बटारेको तारलाई पनि सिल्ड गरेको हुन्छ। सिल्ड गरेपछि के भयो हाम्रो यो हुने भयो, इम्पेयरमेन्ट घट्ने भयो। ट्रान्समिसनमा चाहिँ यो नोइजहरू, एटिन्युएसनहरू घट्ने भयो, डिस्टोर्सन घट्ने भयो। अनि त्यसपछि अनसिल्डेडमा चाहिँ त्यो डिस्टोर्सन थोरै एक्स्ट्रा हुन्छ, त्यही भएर चाहिँ यसमा ब्यान्डविड्थ थोरै घट्छ, यसमा ब्यान्डविड्थ एकदम फास्ट हुन्छ एसटिपीमा। यति भइसकेपछि तपाईँले ट्रान्समिसन मिडियाको बारेमा मजाले लिन सक्नुभयो गाइडेडमा। अब अनगाइडेडमा जाने हाम्रो रेडियो वेभ भयो, माइक्रोवेभ भयो, इन्फ्रारेड भयो, यिनीहरू चाहिँ हाम्रो अनगाइडेड ट्रान्समिसन मिडिया भयो। यो रेडियो वेभ, माइक्रोवेभ, इन्फ्रारेडहरू त तपाईँ साइन्सहरूमा पढ्नु भएको छ। यसमा चाहिँ यस्तो सिग्नल हुन्छ, यति वेभलेन्थ हुन्छ भनेर तपाईँले त मजाले लिन सक्नुहुन्छ। अब यसको समरीमा जाऊँ। समरीमा भनेको फन्डामेन्टल ट्रान्समिसन रिसिभरबाट हाम्रो भइरहेको हुन्छ, त्यो तपाईँले नभए आफै पढ्नु होला होइन। यहाँ जे लेखेको छ त्यसको समरी चाहिँ यहाँ थियो। त्यसपछि अब हाम्रो यही च्याप्टरमा अर्को इम्पोर्टेन्ट टपिक के छ भन्दा एउटा ओएसआई मोडल छ, एउटा नेटवर्क टोपोलोजी छ, एउटा नेटवर्कको आर्किटेक्चर छ। नेटवर्कको आर्किटेक्चर भनेको कस्तो भन्दाखेरि नेटवर्कलाई लोजिकल्ली कसरी डिभाइड गर्ने, फिजिकल्ली कसरी। यो टोपोलोजी भनेको हाम्रो नेटवर्कलाई चाहिँ फिजिकल्ली कसरी गरिरहेको छ, फिजिकल लेआउट कस्तो छ त हाम्रो नेटवर्क भनेको नेटवर्क टोपोलोजी हो।
त्यसपछि यो आर्किटेक्चर भनेको नेटवर्कको आर्किटेक्चर कसरी बनाउने त भनेको एउटा क्लाइन्ट सर्भर आर्किटेक्चर हुन्छ, एउटा पियर टु पियर आर्किटेक्चर हुन्छ। एउटा क्लाइन्ट सर्भर, एउटा पियर टु पियर। क्लाइन्ट सर्भर भनेको एउटा सेन्ट्रल हब हुन्छ, एउटा सेन्ट्रल सर्भर हुन्छ। यो भनेको तपाईँको सेन्ट्रलाइज, यो भनेको डिस्ट्रिब्युटेड। यति कुरा बुझ्नुहोस् मेन त। अनि यहाँ चाहिँ सेन्ट्रल सर्भरले सबै रिसोर्सलाई कन्ट्रोल गर्छ। P2P मा चाहिँ सबै नोड इक्वल हुन्छ क्या, सबै नोडलाई इक्वली ट्रिट गरिन्छ हाम्रो केमा, P2P मा। जस्तै सेन्ट्रल सर्भर भनेपछि कस्तो हुन्छ भन्दाखेरि एउटा यहाँ हाम्रो मेन सर्भर हुन्छ, हाम्रो यो क्लाइन्ट सर्भरको भन्दै थिएँ मैले। अनि यो एउटा मेन सर्भरबाट यतातिर हाम्रो डिफ्रेन्ट टाइप अफ कम्प्युटर हुन्छ। यसरी तपाईँ चित्र बनाएर देखाउन सक्नुभयो होइन। यहाँ पनि बनाउनुहोस्, यहाँ पनि बनाउनुहोस्। यो हाम्रो के को भयो त, क्लाइन्ट सर्भरको भयो। अनि पियर टु पियरको कस्तो हुन्छ भन्नुहुन्छ भने यहाँ एउटा हाम्रो कम्प्युटर हुन्छ, यहाँ एउटा कम्प्युटर हुन्छ, त्यो राम्रो बनेको छैन, तपाईँले चाहिँ अलि राम्रो बनाउने। यहाँ चाहिँ मैले बनाउँदा यस्तै भएको छ होइन, के गर्ने। अनि त्यसपछि यो एकअर्कामा म यसरी कनेक्ट भइरहेको हुन्छ कि, यो यता कनेक्ट हुन्छ, यो यता कनेक्ट हुन्छ। यो भनेको हाम्रो के हो त, पियर टु पियर कनेक्सन भनेको यही हो। ठिक छ, यो कुरा पनि तपाईँले बुझ्नुभयो। त्यसपछि अर्को हाम्रो जान्नुपर्ने कुरा भनेको एउटा म्याक एड्रेसको बारेमा जानुहोस् तपाईँ, अनि आइपी एड्रेसको बारेमा जानुहोस्। म्याक एड्रेस भनेको 48 बिटको हुन्छ। यो चाहिँ हार्डवेयरमा एसाइन गरिएको हुन्छ एनआइसीमा। यो चाहिँ जहिले पनि सेम हुन्छ एउटा हार्डवेयरको लागि म्याक एड्रेस होइन। त्यसपछि जुन आइपी एड्रेस छ, आइपी एड्रेस भनेको लोजिकल एड्रेस हो। यसले चाहिँ प्याकेटहरूलाई राउट गर्छ इन्टरनेटमा। यो चाहिँ युनिक हुन्छ आइपी एड्रेस भनेको। यति कुरा बुझेपछि भयो। अब जाउँ हामी टोपोलोजिसमा। टोपोलोजी भनेको बस टोपोलोजी, रिङ टोपोलोजी अनि स्टार टोपोलोजी। ठिक छ, बस टोपोलोजी, रिङ टोपोलोजी, स्टार टोपोलोजी, तीनवटा टोपोलोजी हुन्छ। अनि त्यसपछि यो अझै तपाईँले ट्री टोपोलोजी पनि लिन सक्नुहुन्छ, हाइब्रिड टोपोलोजी पनि लिन सक्नुहुन्छ, मेस टोपोलोजी पनि लिन सक्नुहुन्छ। तिनीहरू चाहिँ मैले इन्क्लुड गराएन, तिनीहरू चाहिँ तपाईँले चाहिँ आफै यसो गुगलमा गएर हेर्नु ल होइन। तिनीहरू चाहिँ मैले यहाँ गराएन। यो तिनवटा चाहिँ मेन तपाईँले जान्नै पऱ्यो कि यहाँ चाहिँ कम्पेयर गरेर यिनीहरू तिनवटाबाट चाहिँ धेरै छ कम्पेरिजन छ, त्यही भएर यो तिनवटा राखेको। बस टोपोलोजीमा के हुन्छ भन्दा एउटा सिङ्गल केबल अथवा ब्याकबोन हुन्छ। जस्तै बस टोपोलोजीको तपाईँलाई मैले फिगर बनाएर देखाइदिन्छु। हाम्रो के हुन्छ भन्दा बस टोपोलोजीमा यहाँ हेर्नुहोस् तपाईँले, यो एउटा सिङ्गल केबल हुन्छ, यहाँ एउटा कम्प्युटर, यहाँ एउटा कम्प्युटर, यहाँ एउटा कम्प्युटर, यहाँ एउटा कम्प्युटर, यहाँ एउटा कम्प्युटर। यस्तो भइसकेपछि यो हेर्नुहुन्छ भने यो बिचको ब्याकबोन छ नि, अनि यहाँ चाहिँ हुन्छ हाम्रो लास्टमा चाहिँ इन्डिङ पोइन्ट राखेको हुन्छ, यो क्लोज लुपमा बनाएको हुन्छ। यो चाहिँ बसको भयो। अनि त्यो चाहिँ रिङ भन्नुहुन्छ भने यस्तो हुन्छ, एउटा रिङ लाइक स्ट्रक्चर हुन्छ। यो चाहिँ रिङ बनेर होइन, यहाँ चाहिँ रिङ, त्यो त म रिङ बनाइहाल्छु यसरी टक्क लगाएर एउटा रिङ सेपमा हुन्छ। अनि यहाँ कम्प्युटरहरू हुन्छन् क्या, यहाँ चाहिँ कम्प्युटर हुन्छ नि, तपाईँले यहाँ कम्प्युटर बनाउनु होला होइन। यहाँ चाहिँ त्यो बनाएपछि टाइम छ, त्यही म चाहिँ छिटो गरिरहेको छु। अनि स्टारमा फेरि एउटा सेन्ट्रल हब अथवा स्विच हुन्छ। यहाँ यसरी हाम्रो सेन्ट्रल हबबाट त्यसरी डाटाहरू गइरहेको हुन्छ। अब यसको एडभान्टेज डिसएडभान्टेजको कुरा गर्नुहुन्छ भने के हुन्छ भन्दाखेरि यहाँको यो जुन नोड छ, यो बिचको यो जुन के भन्छ भने बिचको यो जुन ब्याकबोन केबल छ नि, यसलाई हामीले बस पनि भन्छौँ होइन। यो फेल भयो भने पुरै सर्भर फेल हुन्छ, पुरै हाम्रो सिस्टम फेल हुनुभयो, नेटवर्क फेल हुनुभयो। तर यो कम्प्युटर मात्र फेल भएर केही भएन। अनि अर्को यसको एडभान्टेज भन्नुहुन्छ भने यहाँ नयाँ नयाँ कम्प्युटर ल्याएर जोड्न राख्न एकदम सजिलो छ। दोस्रो कुरा एकदम चिप छ, किनकि तार हेर्नुहुन्छ भने तार एकदम थोरै तार प्रयोग भइरहेछ। त्यही भएर यो चाहिँ हाम्रो बसको कुराकानी भयो। बसपछि हामी जाउँ अब रिङमा। रिङको तपाईँले डायग्राम हेर्नुहोस् अनि आफै एडभान्टेज र डिसएडभान्टेज तपाईँले आफै हेर्न सक्नुहुन्छ क्या। रिङको डायग्राम हेर्नुहुन्छ भने एकअर्कामा कनेक्ट छ भनेपछि एउटा कम्प्युटरमा समस्या आयो भने पुरै होल कम्प्युटरमै नेटवर्कमै समस्या हुन्छ, एउटा मेन कुरो। अनि अब डाटा क्लकवाइज अथवा एन्टी क्लकवाइज दुइटैमा फ्लो हुनुभयो होइन। कि त क्लकवाइजमा डाटा फ्लो भइरहेको हुन्छ, कि त एन्टी क्लकवाइजमा डाटा फ्लो भइरहेको हुन्छ। यो दोस्रो कुरा भयो। त्यसपछि मैले भनिसकेँ यसको चाहिँ हल्का के अरे रिङ टोपोलोजी जुन छ, हाम्रो कम्प्युटरहरू फेल भयो भने चाहिँ पुरै सिस्टम फेल हुन्छ, एउटा कम्प्युटर एउटा नोडमा आयो भने। अनि यसमा चाहिँ हाम्रो रिङ टोपोलोजी जुन थियो, रिङ टोपोलोजीमा चाहिँ हाम्रो यो समस्या पत्ता लगाउन गाह्रो हुन्छ, कहाँ समस्या आएको भन्ने पत्ता लगाउनै गाह्रो हुन्छ। किनकि एउटा फेल भएपछि पुरै सिस्टम फेल भइरहेछ, कसरी कहाँ के भएको त्यो चाहिँ पत्ता लगाउन गाह्रो हुनुभयो। ठिक छ, यो रिङको बारेमा भयो। अरू एक्स्ट्रा कुरा चाहिँ तपाईँले अझै हेर्नु भएको होला आफूले चाहिँ होइन, यो चाहिँ रिभिजन भइरहेछ नि त। अनि अब स्टार टोपोलोजीमा सेन्ट्रल स्विच अथवा हब हुन्छ। अब यहाँ तपाईँले हेर्दै बित्तिकै बुझ्नुभयो यसमा चाहिँ तारहरू धेरै प्रयोग भइरहेछ। सेन्ट्रल अब मेनली तपाईँले हब किन्न पऱ्यो भनेपछि त्यो महँगो त एकदम महँगो हुने भयो होइन, महँगो हुने भयो। दोस्रो कुरा यसमा के हुन्छ भन्दाखेरि यो कम्प्युटर छ, यहाँ यो कम्प्युटर फेल भएर केही फरक परेन, यो जाओस् अनि आओस् केही फरक परेन। अनि यहाँ तपाईँले जोड्न पर्ला, म एउटा ल्याएर जोड्दै यता एउटा ल्याएर जोड्दै, जोड्न के खाएर सजिलो छ, मजा जोड्दै यहाँ हबमा ल्याएर ट्याक्क पोर्टमा कनेक्ट गर्ने, पोर्ट कनेक्सन भएपछि जोड्यो भनेपछि जोड्न पनि इजी छ। यिनी कुरा तपाईँले बुझ्नुहोस् अनि यिनी कुरा बुझेपछि त तपाईँले लेख्न त मजा सक्नुहुन्छ होइन। यो कुरा भयो। अब यसको समरी हेर्नु होला। अनि ओएसआईको तपाईँले डायग्राम बनाउनु पर्छ। ओएसआईको डायग्राम चाहिँ तपाईँले यहाँ मैले देखाएको छु। सबैभन्दा पहिला फिजिकल लेयर हुन्छ, डाटा लिङ्क, अनि त्यसपछि नेटवर्क, त्यसपछि ट्रान्सपोर्ट, त्यसपछि सेसन, त्यसपछि प्रेजेन्टेसन, त्यसपछि एप्लिकेसन। सेन्डिङ गर्दै हुनुहुन्छ भने तपाईँको एप्लिकेसनबाट तपाईँ फिजिकलसम्म पुग्नुहुन्छ र फिजिकलपछि फेरि रिसिभ गर्दाखेरि तपाईँको फेरि यो फिजिकलबाट फेरि यही फिजिकलबाट हुँदै हुँदै हाम्रो एप्लिकेसनसम्म पुग्छ। जस्तो तपाईँले वाट्सएपबाट डाटा सेन्ड गर्दै हुनुहुन्छ, त्यो एप्लिकेसन हुँदै 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 फिजिकलसम्म पुग्छ र फेरि फिजिकलबाट हुँदै हुँदै रिसिभ गर्नेले आफ्नो एप्लिकेसनमा रिसिभ गरेर हुन्छ। यो त तपाईँ जान्नुभएको होला होइन। यसको बारेमा चाहिँ तपाईँले एक्सप्लेन गर्नु पऱ्यो। अब के हुन्छ भन्दाखेरि फिजिकलमा हाम्रो डाटाहरूलाई बिट्समा भइरहेको हुन्छ फिजिकललाई। त्यसपछि त्यो जुन डाटाहरू थियो मेन कुरा तपाईँले कसरी बुझ्नुहोस् भन्दाखेरि हाम्रो एप्लिकेसनबाट जस्तै वाट्सएपबाट मेसेज पठाउँदै हुनुहुन्छ, तपाईँलाई मैले ओएसआई झ्याप्चु बुझाइदिनु हुन्छ।
अब जस्तै तपाईँले WhatsApp मेसेज गर्दै हुन्छ त्यो भनेको WhatsApp भनेको एप्लिकेसन भयो। एप्लिकेसनमा तपाईँले मेसेज पठाउनुहुन्छ। यो मेसेज पठाएपछि अब प्रेजेन्टेसन लेयरले के गर्छ भन्दाखेरि त्यो मेसेजलाई अब ट्याक्क प्रेजेन्ट गर्ने, कसरी प्रेजेन्ट गर्ने भन्ने कुरा, प्रेजेन्टेसनहरू कसरी प्रेजेन्ट गर्ने त्यसलाई चाहिँ अब इन्क्रिप्सन गर्ने कुरा हुन्छ। त्यति हो त्यो सबै कुरा यहाँ गर्छ के। त्यो मेसेजलाई ट्याक्क लाएर त्यो बिटहरूमा बनाउने यता सबै काम हाम्रो प्रेजेन्टेसन लेयर गर्ने भयो। ठिक छ? सबै कुरा हेरेर। त्यसपछि सेसन लेयर के गर्छ? अब हाम्रो मेसेज त रेडी छ ट्रान्सपोर्ट हुनको लागि। यसले चाहिँ इन्क्रिप्सन डिक्रिप्सन सबै कुराहरू गरेर भइसकेपछि ट्रान्सपोर्ट लेयरले अब त्यहाँ चाहिँ हाम्रो सेसन क्रिएट गर्छ। सेसन भनेको यो अब तपाईँले मेसेज पठाउँदै हुनुहुन्छ भने यो दुईवटा डिभाइस छ, यो दुईवटा के छ डिभाइस छ। यो दुईवटा डिभाइसहरू बिचमा एउटा कनेक्सन त कम्युनिकेसनको च्यानल इस्टाब्लिस हुनु पऱ्यो नि त। भनेको एउटा सेसन त इस्टाब्लिस हुनु पऱ्यो। यो सेसन बनाउने काम कसले गर्छ भन्दाखेरि यो सेसन लेयर गर्छ। त्यो चाहिँ ट्रान्सपोर्ट लेयरले टिसिपी युडिपीहरू युज गरेर चाहिँ ट्रान्सपोर्ट गर्ने काम गर्छ। नेटवर्कले चाहिँ प्याकेटको फर्ममा यसलाई तोड्छ। त्यसपछि एउटा युनिक आइपी एड्रेसलाई एक्जामिन गरेर यसको एउटा युनिक आइपी एड्रेस त्यही अनुसार काम गर्ने भयो। अनि डाटा लिङ्क लिएर त्यो फ्रेमहरूको जुन डाटाहरू छ त्यसलाई फेरि उमा लगाएर चाहिँ हाम्रो अब लास्टसम्म जाँदा फिजिकलमा जान्छ र फिजिकलले चाहिँ त्यो डाटालाई बिटको रूपमा पाइरहेको हुन्छ। अनि फेरि म्याक एड्रेसहरूको पनि इन्भल्भमेन्ट हुन्छ। यहाँ सबै कुरा चाहिँ तपाईँले डिटेलमा मजाले हेर्नु होला होइन। यसरी हुन्छ। त्यो चाहिँ हाम्रो रिसिभ गर्ने बेलामा फेरि हाम्रो WhatsAppको डिभाइसमा फिजिकल्ली त्यो डाटा आउँछ। फिजिकल्ली आएको जुन WhatsAppमा आएको डाटा छ फेरि त्यसलाई डाटा लिङ्क लिएर कन्भर्जन गर्छ। फेरि त्यो नेटवर्कमा हुने भयो, त्यसपछि ट्रान्सफर, त्यसपछि लास्टमा चाहिँ प्रेजेन्टेसन गरेपछि त्यो प्रेजेन्टेसन जुन अघि इन्क्रिप्ट गरेको थियो अब यहाँ चाहिँ डाटालाई डिक्रिप्सन गरेर युजरले बुझ्ने फर्ममा ल्याउँछ र त्यो चाहिँ हाम्रो एट लास्ट एप्लिकेसनमा त्यो डाटाहरू जान्छ। त्यसरी चाहिँ हाम्रो ओभरअल हुन्छ होइन। मैले चाहिँ चारवटा भन्दाखेरि केही कुरा छुटेको हुनसक्छ तर यो चाहिँ हाम्रो रिभिजन त्यो मैले झ्यापचुप भनेको छु होइन। तपाईँ चाहिँ बुझ्नु होला। अब यहाँ चाहिँ समरी छ मेन यो च्याप्टरबाट जान्नुपर्ने यो कुरा तपाईँले हेर्नु होला। अब चाहिँ हामी वेब टेक्नोलोजीबाट चाहिँ हामीले कोडिङहरूको बारेमा मजाले सोध्छ। यहाँ चाहिँ एउटा जाभास्क्रिप्ट र एउटा PHP तपाईँले चाहिँ देख्दाखेरि धेरै जस्तो केमा आइरहेको हुन्छ। जाभास्क्रिप्ट र PHPबाट हाम्रो क्वेसनहरू अरमा आइरहेको हुन्छ। क्वेसनहरू केमा आएको हुन्छ? अरमा आएको हुन्छ। त्यो चाहिँ दुईवटा मध्ये एउटा चाहिँ तपाईँले जान्नै पर्यो। अब यहाँबाट तपाईँले थ्योरीमा सोध्न सक्ने भनेको क्लाइन्ट साइड स्क्रिप्टिङ जुन चाहिँ जाभास्क्रिप्ट छ। व्हाट इज क्लाइन्ट साइड स्क्रिप्टिङ? क्लाइन्ट साइड स्क्रिप्टिङ भनेको हाम्रो वेब ब्राउजरमा सर्भरमा लोड हुने सर्भरमा लोड रिड्युस गर्नको लागि हाम्रो जुन वेब ब्राउजरले नै एक्जिक्युट गर्ने जुन कोड छ त्यसलाई हामीले क्लाइन्ट साइड स्क्रिप्टिङ भनिन्छ। जस्तै इक्जाम्पलको लागि जाभास्क्रिप्ट लाइटवेट अब्जेक्ट ओरिएन्टेड स्क्रिप्ट ल्याङ्ग्वेज जुन चाहिँ वेब पेजमा युज हुन्छ भन्ने कोड कन्सेप्टको कुरा गर्नुहुन्छ भने चाहिँ अब हाम्रो एउटा सर्भर साइड स्क्रिप्टिङ छ जुन चाहिँ PHP हो। PHP चाहिँ यता पछाडि छ अहिले आउँछ यो चाहिँ होइन नआत्तिनु होला तपाईँ। अनि अब जस्तै यहाँ अर्को कुरा के छ? जाभास्क्रिप्ट सपोर्ट एरे स्ट्रिङ अनि त्यसपछि यो इफएल्सको कुरा जान्नु पर्यो, वाइलको कुरा। अनि चाहिँ यसको मेन काम के गर्छ भन्दा म्यानिपुलेट द डुएम एन्ड ह्यान्डल द इभेन्ट। जस्तै क्लिक इभेन्ट भयो, फर्म सबमिसन, यिनीहरू चाहिँ हाम्रो जाभास्क्रिप्टले गर्ने कामहरू हो। अब यहाँ चाहिँ मैले एउटा तपाईँले सिम्पल प्रोग्राम मजाले गरिसक्नु भएको छ, मलाई सबै थाहा छ। त्यही भएर चाहिँ मैले एउटा फर्म भ्यालिडेसनको प्रोग्राम लिएर आएको छु होइन। सिम्पल प्रोग्राम चाहिँ तपाईँले पक्कै पनि गरेर भ्याइसक्नु भएको होला अनि म चाहिँ आशा गर्छु होइन। हाम्रो भिडियो कति भएको छ? भिडियो थोरै भएको चाहिँ लेन्थ धेरै नभएकै म तपाईँलाई एउटा प्रोग्राम पनि लास्टमा गरेर चाहिँ देखाइदिन्छु। यति कुरा ढुक्क बस्नु तपाईँ। जाभास्क्रिप्टको डिफ्रेन्ट प्रोग्रामहरू पनि देखाउँछु। नत्र भने मैले च्यानलमा भिडियो चाहिँ बनाइसकेको छु जाभास्क्रिप्ट पुरै त्यो भिडियोको लास्टतिरको पार्टमा जानुभयो भने चाहिँ मैले त्यहाँ तपाईँलाई प्रोबेबल क्वेसनहरू चाहिँ सबै देखाइदिएको छु। त्यही अनुसार तपाईँले चाहिँ रिफरेन्स मजाले लिन सक्नुहुन्छ है त। त्यहाँबाट पनि जाभास्क्रिप्ट प्रोग्रामको त्यहाँ चाहिँ मैले भ्यालिडेसन गराएको थिइनँ, त्यहाँ मैले भ्यालिडेट राखेको छु। अब फर्म भ्यालिडेसनको लागि जस्तै यो नम खाली हुनु भएन भनेर चाहिँ तपाईँले एउटा भ्यालिडेसनको देखाउनु पऱ्यो। जस्तै माई फर्मको यफ नेम जुन छ त्यसबाट भ्यालु लिएको त्यो भ्यालु चाहिँ यदि खाली छ भने चाहिँ फर्म चाहिँ नेम चाहिँ यहाँ हुनै पऱ्यो होइन। युजरले नाम हालिदियो भने त नाम त हुनै पऱ्यो। यदि नाम छैन भने चाहिँ यसले फल्स रिटर्न गर्छ भने चाहिँ त्यो फर्म सबमिट हुन्न भनेर चाहिँ फर्म भ्यालिडेसनको इक्जाम्पल दिएको छु। अरू इक्जाम्पल जुन छ जस्तै तपाईँले के हेर्नु पऱ्यो? फ्याक्टोरियलहरू हेर्नु पऱ्यो, इभनोड पत्ता लगाउने कुरा, ग्रेड एस्टिमेट 3 नम्बर पत्ता लगाउने कुरा। यो सबैको चाहिँ प्रोग्राम चाहिँ नभए तपाईँलाई मैले यहाँ पनि देखाइदिइहाल्छु है त। एकछिन देखाउँदैमा के भएर हेर्नुहुन्छ भने हाम्रो चाहिँ यहाँ चाहिँ मैले जाभास्क्रिप्ट प्रोग्रामहरू राखेको छु सबै। यहाँबाट जाने नि ओल्ड क्वेसनहरू छ। यहाँ चाहिँ हाम्रो जाभास्क्रिप्ट सबै प्रोग्राम छ। यो चाहिँ तपाईँलाई मैले एकछिन यो खुलेपछि देखाइदिइहाल्छु। त्यतिसम्म हामीले अरू थ्योरी कभर गरिहाल्यौँ। अरू थ्योरी अब हाम्रो के छ भन्दाखेरि PHP छ। PHP भनेको डाटाबेसको लागि युज हुने ल्याङ्ग्वेज भइहाल्यो। यति कुरा तपाईँले बुझ्नुहुन्छ। की डेफिनेसन भनेको सर्भर साइड स्क्रिप्टिङ ल्याङ्ग्वेज हो। तपाईँले ख्याल गर्नुहोस् यो चाहिँ हाम्रो के थियो? जाभास्क्रिप्ट भनेको क्लाइन्ट साइड स्क्रिप्टिङ ल्याङ्ग्वेज हो र PHP जुन छ हाम्रो PHP भनेको सर्भर साइड स्क्रिप्टिङ ल्याङ्ग्वेज हो। यो चाहिँ जहिले पनि कोड चाहिँ सर्भर साइड भन्दाखेरि चाहिँ सर्भरलेमा चाहिँ एक्जिक्युट हुने कोड होइन। कोड एक्जिक्युट अन द वेब सर्भर बिफोर HTML सेन्ड टु द क्लाइन्ट होइन। क्लाइन्टमा आउनुभन्दा पहिला चाहिँ हाम्रो यो चाहिँ वेब सर्भरमा एक्जिक्युट भएको हुन्छ। अनि PHP भनेको हाइपरटेक्स्ट प्रिप्रियोसको फुल फर्म हामीले MCQ मा सोध्न सक्यौँ। अनि यो चाहिँ ओपन सोर्स स्क्रिप्टिङ ल्याङ्ग्वेज हो। यो चाहिँ वेब डेभलपमेन्टको लागि सुटेबल छ। अब PHPबाट तपाईँले सोध्न सक्ने भनेको त अब अरू त के सोध्ला र होइन। डाटाबेस कनेक्टिभिटी, डाटाबेस कनेक्सनको बारेमा गर्नुपर्छ तपाईँले। अब कनेक्सन गर्दाखेरि यसरी यो डाटाबेसको जुन छ उसको नाम, त्यसपछि यहाँ डाटाबेसको नाम, अनि यहाँ चाहिँ युजर नेम, यहाँ चाहिँ पासवर्ड, अनि त्यसपछि चाहिँ यहाँ होस्ट कुन हो त होइन त्यो लेख्नु पर्यो तपाईँले। अनि यदि कनेक्सन ठिक छ भने तपाईँले
यहाँ चाहिँ अगाडि बढ्छ। यदि छैन भने चाहिँ डाइरेक्ट कनेक्सन फेल माइएसक्युएल कनेक्ट हियर भनेर लेख्नुपर्छ। अनि त्यसपछि यसो एसक्युएलहरूको क्वेरीहरू सोध्न सक्छ हामीले। क्वेरीहरू जस्तै क्वेरीहरूको जस्तो खालको सोधे पनि तपाईँले के गर्नु पर्यो भन्दा एउटा एसक्युएल इज इक्वल टु गर्ने अनि के क्वेरी गर्न भनेको छ त्यो क्वेरी लेखिदिने अनि त्यो क्वेरी एक्जिक्युट गर्नको लागि एउटा रिजल्टमा लगेर त्यो माइएसक्युएलले क्वेरी भनिदिने अनि यहाँको जुन क्वेरी छ क्वेरीलाई पछाडि लेख्ने र अगाडि चाहिँ हाम्रो कनेक्सन भइसकेको छ। कनेक्सनको भेरिएबल लेख्नु पर्यो। दुईवटा भेरिएबल लेख्छ हाम्रो जहिले पनि एसक्युएल क्वेरीले। अनि त्यो क्वेरीको रिजल्ट चाहिँ ग्रेटर देन 0 छ भने चाहिँ त्यहाँबाट डाटाहरू फेच गर्ने कुरा भयो। यो चाहिँ सबै कुरा तपाईँले एकचोटि हेर्नु होला। माइएसक्युएललाई पिएचपी पढ्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँले बुझ्नु भएको छ होइन। यो चाहिँ माइएसक्युएल पिएचपीबाट चाहिँ यस्तो यस्तो टाइपको क्वेसनहरू सोध्छ भने मैले चाहिँ यहाँ चाहिँ फर्मेट राखिदिएको छु। अब हामीले हेरौँ एचटिएमएल जाभास्क्रिप्टको प्रोग्राम हेरौँ होइन। म चाहिँ यहाँ चाहिँ तपाईँले मेन भनेको जाभास्क्रिप्टमा फोकस गराउँछु किनकि हाम्रो जाभास्क्रिप्ट चाहिँ कम्पेरिटिभली मलाई चाहिँ ठिकै लाग्छ कि तपाईँलाई कस्तो लाग्छ भन्ने कुरा होइन। जाभास्क्रिप्ट चाहिँ हाम्रो अर्को भन्दा चाहिँ एकदम कम्पेरिटिभली सजिलो छ क्या गर्नको लागि चाहिँ एकदम इजी छ। यो चाहिँ हाम्रो लोड हुँदैछ झ्याल्चै लोड भइहाल्यो हुन्थ्यो। अब यहाँ हेर्नुहुन्छ भने तपाईँले ओल्ड इजको तपाईँले फर्स्ट क्वेसन गराइदिइहाल्छु मैले देखाइदिइहाल्छु। किन हटेन ठिक छ। यहाँ हेर्नुहोस् तपाईँले हाम्रो जुन ओल्ड इज गोल छ ओल्ड इज गोलको एउटा फर्स्ट क्वेसन यहाँ सोधेको छ 3टा नम्बर लेख्ने अनि 3टा नम्बर मध्येबाट तपाईँले स्मलेस्ट नम्बर पत्ता लगा भनेर सोधेको क्वेसन छ। यो चाहिँ हाम्रो सायद 2082 हो कि यस्तै कहिले सोधेको क्वेसन हो। तपाईँले हेर्नु होला ओल्ड इज गोलको क्वेसन नम्बर उमा सोधेको छ कि त्यहाँ 8-9वटा क्वेसन 6-7वटा क्वेसन सोधेको त्यसमध्ये एउटा क्वेसन यो। यहाँ अब नम्बर इनपुट गर्नको लागि तपाईँले इन्टर द फर्स्ट नम्बर भन्नु पर्यो। त्यो यसरी इनपुट गर्दा पनि भयो नत्र तपाईँले यो एचटिएमएलबाट गर्नुहुन्न भने डाइरेक्ट यता जाभास्क्रिप्टमा आएर चाहिँ हाम्रो प्रोम्प्ट भन्नुहुन्छ प्रोम्प्टबाट पनि नम्बर इनपुट गर्न सक्नुहुन्छ। अनि त्यो प्रोम्प्टबाट गरेपछि जुन हाम्रो नम्बर आएको छ त्यसलाई चाहिँ नम्बरमा कन्भर्ट गर्नको लागि यो गर्नु पर्यो। अनि ग्रेटेस्टको लोजिक के छ त हामीले यहाँ आइडी यो आउटपुट भन्ने आइडी छ नि यसलाई चाहिँ यहाँ मैले माथि राखेको छु यो नम्बर भन्ने आइडी छ त्यही भएर चाहिँ नम्बरलाई मैले यहाँबाट एक्सेस गरेँ अनि त्यसको भ्यालुले मैले लर n1मा राखेँ। त्यस्तै गरेर num2को आइडीलाई एक्सेस गरेँ num3को आइडीलाई एक्सेस गरेँ त्यसको भ्यालु लर यहाँ राखेँ अनि सबैले कम्पेरिजन गरेँ होइन। चाहिँ हाम्रो के खुल्यो यहाँ अनि त्यो सबैलाई मैले के गरेँ कम्पेरिजन गरेपछि त्यसको इनर टेक्स्टलाई चेन्ज गरेँ लास्टमा। यदि योभन्दा यो ठुलो छ भने यो हाम्रो ग्रेटेस्ट भयो योभन्दा यो ठुलो छ भने यो ग्रेटेस्ट भयो योभन्दा यो ठुलो छ भने यो ग्रेटेस्ट हो भन्दा चाहिँ मैले यहाँ चाहिँ यो जुन आउटपुट 0 भने चाहिँ यसको चाहिँ इनर टेक्स्टलाई चेन्ज गरेँ। यो चाहिँ फर्स्ट प्रोग्राम हो। सेकेन्ड प्रोग्रामको इक्जाम्पल हेर्नुहुन्छ भने हाम्रो क्वेसन नम्बर 2मा जाम। यो चाहिँ हाम्रो के को प्रोग्राम छ त मल्टिप्लिकेसन टेबल प्रिन्ट गर्ने प्रोग्राम छ। तपाईँले यसलाई चाहिँ यो खालको अपरेटर युज गरेर गर्दा पनि भयो नत्र तपाईँले चाहिँ यहाँ प्लस प्लस गरेर गर्दा पनि सक्नुहुन्छ है जसरी गरे पनि भयो। अब यहाँ चाहिँ प्रिन्ट टेबल भन्ने मैले एउटा फङ्सन बनाएको छु। फङ्सन बनाएर चाहिँ एउटा युजरबाट नम्बर लेख्छु। नम्बर लेख्ने तरिका त्यही सेम हो इन्टर द नम्बर भन्ने इनपुट टाइप गरेर नम्बर गर्ने अनि यो आइडीलाई चाहिँ हामीले यहाँ एक्सेस गराउनु पर्यो गेट एलिमेन्ट बाई आइडीबाट गेट एलिमेन्ट आइडी डट भ्यालु गर्ने त्यो चाहिँ त्यो भ्यालु यहाँ लेट नम्बर आएर नम्बरमा बस्छ अनि त्यो चाहिँ फरबाट चाहिँ हामीले फर लुप लगाउने अनि मल्टिप्लिकेसन भनेको त नम्बर इन्टु आयो त्यो अनुसार गर्दै जाने त्यो पनि भइहाल्यो। त्यो चाहिँ हाम्रो अर्को टाइपको प्रोग्राम हेरौँ। थर्ड प्रोग्राम भनेको यो चाहिँ के प्रोग्राम छ भने ग्रेटेस्ट नम्बर। अब यो केही गाह्रो छैन अघि हामीले स्मलेस्टमा यहाँ थियो अब यसमा चाहिँ हाम्रो ग्रेटेस्ट छ किनभने भयो अरू सबै सेम है यो चाहिँ सेमै हुने भयो ग्रेटेस्ट र स्मलेस्ट त तपाईँले जान्नुहुन्छ। त्यो चाहिँ हाम्रो फोर्थ नामको टाइपको प्रोग्राम कस्तो छ भन्दाखेरि इभन र ओड निकाल्ने के नम्बर इभन हो कि ओड भन्ने पत्ता लगाउने यो पनि सोधेको क्वेसन है हाम्रो ओरिजिनलमै आएको क्वेसन। अब त्यो चाहिँ यो इन्टर द नम्बर गरेर सबैमा यी नम्बर इन्टर गर्ने पर्यो। नम्बर इन्टर भइसकेपछि इन्टर नम्बर टाइप इज इक्वल टु यो भइहाल्यो। अनि एउटा मैले बटन बनाएँ यो बटनले चाहिँ चेक गर्छ भन्ने एउटा बटन छ। यो बटनमा क्लिक गर्दा बित्तिकै हाम्रो जुन यो आउटपुटको यो भ्यालु छ नि मैले आइडी इज इक्वल आउटपुट स्प्यान आइडी बनाएको छु। स्प्यानको आइडीले चेन्ज गरेको छु त्यसको इनर टेक्स्टलाई चेन्ज गरेर इभन अथवा ओड कन्डिसन अनुसार चाहिँ गराइदिएँ होइन यही कन्डिसन अनुसार अनि यो चाहिँ भइहाल्यो। नम्बर मोडुलस 2 गऱ्यो भने इभन हो अब भएन भने चाहिँ ओड यो पनि सिम्पल छ। यो चाहिँ हाम्रो नेक्स्ट प्रोग्राम तपाईँलाई देखाइदिन्छु म जाभास्क्रिप्टको। नेक्स्ट प्रोग्राम भनेको तपाईँले हेर्नुहुन्छ भने इभेन्ट लिस्नरबाट इभेन्ट ह्यान्डलिङ फङ्सनलाई देखा भन्ने प्रोग्राम छ। यसको लागि हाम्रो के युज गर्नुपर्छ भन्दा तपाईँले एड इभेन्ट लिस्नर भन्ने एउटा दुईवटा प्यारामिटरहरू लेख्छ। एउटा प्यारामिटर भनेको अगाडि इभेन्ट के हो अनि दोस्रो प्यारामिटर भनेको के चेन्ज गर्ने त होइन जस्तै फङ्सनहरू राखिदिन पाउनुभयो तपाईँले यहाँ चाहिँ त्यही अनुसार यो हेर्नुलाई तपाईँले यो पनि सजिलो छ। तपाईँ जाभास्क्रिप्ट पढ्नुभएको थियो नि त पक्कै तपाईँलाई इजी नै लाग्छ जाभास्क्रिप्ट एकदम सजिलो। अनि अर्को इम्पोर्टेन्ट भनेको फ्याक्टोरियल अफ गिभन नम्बर त्यसको लागि पनि नम्बर इनपुट गराइयो। नम्बर इनपुट भइसकेपछि त्यसलाई हामीले क्यालकुलेट गर्नु पर्यो अनि क्यालकुलेटको लागि मैले फङ्सन बनाएँ। यो फङ्सनलाई मैले कल गरेँ अन क्लिकबाट यहाँ फङ्सन छ। यो फङ्सनलाई यसरी कल गरेको छु। यहाँ क्यालकुलेटमा क्लिक गर्दा बित्तिकै फङ्सन कल हुन्छ। फङ्सनमा आएपछि के हुन्छ त यो जुन नम्बर युजरले हानेको नम्बर छ त्यसलाई डट भ्यालुबाट मैले यो नम्बर राखेँ अनि फ्याक्टोरियललाई सुरुमा 1 राख्नु पर्यो किनकि फ्याक्टोरियल कहिले पनि 0 हुन पाउँदैन। अनि नम्बर गरेर त्यो लेस देन नम्बरसम्म लैदियो त्यो चाहिँ फ्याक्टोरियल ड्राई गरेर ट्याक्क लाएर लास्टमा इनर टेक्स्टलाई चेन्ज गरेर चाहिँ फ्याक्टोरियल इज भन्ने यो 0को इनर टेक्स्टलाई मैले आउटपुट भन्ने 0को इनर टेक्स्ट र त्यसलाई चेन्ज गरेर फ्याक्टमा लैदिएँ।
ठिक छ। यो प्रोग्रामहरू छ। अब फङ्सनको युजवाला प्रोग्राम मात्र सोध्यो भने तपाईँले यसरी गर्न सक्नुहुन्छ। यो फङ्सनको युज गरेर देखा भन्नु भने फ्याक्टोरियलको प्रोग्राम देखाउने तपाईँले। त्यसपछि गएर तपाईँको समको प्रोग्राम गरेर देखाउनु भन्नु भने यसरी गर्न सक्नुभयो तपाईँले। 2टा नम्बरलाई समहरू गर्ने, अब डिभिजन मल्टिप्लिकेसन त्यो अनुसार गरिरहनु भनेको हुन्छ। त्यो सबै प्रोग्राम चाहिँ यति तपाईँले हेर्नुभयो भने चाहिँ तपाईँको अरू सबै प्रोग्राम चाहिँ मजाले कभर भइहाल्छ। ठिक छ। यो भयो हाम्रो जाभास्क्रिप्टबाट। यो यति भएपछि हाम्रो जाभास्क्रिप्ट पनि भयो। अब हामीले के जान्नुपर्छ भन्दा प्रोग्रामिङ इन सी पनि जान्नु पर्यो। सी प्रोग्रामिङको लागि चाहिँ म तपाईँलाई जुन चाहिँ हाम्रो के गर्छु भन्दा सी प्रोग्रामिङको लागि पनि म तपाईँलाई ओल्ड लेभलका क्वेसनहरू चाहिँ यहाँ गरेका सोल्युसनहरू छन् त्यो चाहिँ तपाईँलाई मजाले देखाइदिइहाल्छु। त्यति भएपछि तपाईँले चाहिँ कोही यताउति भड्किरहनु परेन। ठिक छ। त्यो प्रोग्राम पनि हेरौँला। अनि पहिला चाहिँ यसको हल्का थ्योरी पोर्सन हेरौँ। सी प्रोग्राममा हामीले के जान्नु पर्यो भन्दाखेरि पहिला फङ्सन जान्नु पर्यो अनि रिकर्जनको बारेमा जान्नु पर्यो। ठिक छ। के जान्नु पर्यो भने फङ्सन र रिकर्जन। फङ्सन र रिकर्जनको कोड कन्सेप्ट भन्नुहुन्छ भने फङ्सन भनेको के भन्दा सेल्फ कन्टेन्ट ब्लक अफ कोड द्याट वर्क विथ द स्पेसिफिक टास्क। एउटा हामीले सर्टेन ब्लक अफ कोड लेखिन्छ। यो सर्टेन ब्लक अफ कोडले चाहिँ के गर्छ, एउटा सर्टेन स्पेसिफिक टास्क पर्फर्म गर्छ। त्यसैले हामीले के भन्छ भन्दा फङ्सन भन्छौँ। फङ्सनमा त्यसपछि हाम्रो एउटा कल बाई भ्यालु र कल बाई रेफरेन्स छ। कल बाई रेफरेन्समा हामीले जहिले पनि मेमोरी एड्रेस पास गर्छ। मेमोरी एड्रेस पास गर्नु भनेको त्यो पोइन्टर पास गरिन्छ त्यहाँ। अनि चाहिँ यसले के गर्छ भन्दाखेरि चेन्जेस इन द फङ्सन एफेक्ट द ओरिजिनल। खासमा हाम्रो जहिले पनि फङ्सनमा चेन्ज गर्नु भनेको ओरिजिनल डाटा अनमोडिफाइड हुने हो। खासमा नर्मल फङ्सनमा जहिले पनि ओरिजिनल डाटा के हुन्छ त अनमोडिफाइड हुन्छ। तर जब तपाईँले कल बाई रेफरेन्स युज गर्नुहुन्छ, कल बाई रेफरेन्स युज गर्दा बित्तिकै हाम्रो के हुन्छ अब भन्दाखेरि अब यसले चाहिँ ओरिजिनल डाटामा इफेक्ट गर्छ। हाम्रो कल बाई रेफरेन्स युज गरेपछि के हुने भयो त ओरिजिनल डाटामा इफेक्ट हुने भयो। त्यही भएर चाहिँ के हुन्छ कल बाई रेफरेन्सले भ्यालुहरू स्वाप हुन्छ। हाम्रो ओरिजिनल मेमोरी एड्रेसमा चेन्ज हुने नि त। मेमोरी एड्रेस चेन्ज हुने भनेको ओरिजिनल भ्यालु चेन्ज हुन्छ। यहाँ चाहिँ एउटा कपी अफ डाटा पास भइरहेको हुन्छ। जस्तै हाम्रो एउटा फङ्सन छ भने यहाँ पठाएको भेरिएबलको एउटा के हुन्छ त कपी पास हुन्छ क्या। COP कपी पास हुन्छ। एउटा कपी बनाउँछ त्यो कपीमा चेन्ज हुन्छ। जति पनि चेन्जेस हामीले गरिन्छ त्यो चेन्ज गरेको सबै कुरा चाहिँ हाम्रो यो यसरी एउटा यसरी यहाँ छुट्टै चेन्जेस हुन्छ। यो कपीमा चाहिँ सबै कुरा चेन्ज भइरहेको हुन्छ। त्यही भएर चाहिँ हुन्छ यहाँ चाहिँ लेख्न बडा गाह्रो छ यो पिडिएफमा होइन। त्यही भएर चाहिँ अलिक राम्रो बनाउन पाएन। व्हाइट बोर्डबाट भएको चाहिँ अझै राम्रो बुझाउन सकिन्थ्यो होइन। त्यो चाहिँ अब हाम्रो के छ रिकर्जनको। रिकर्जन भनेको एउटा फङ्सन छ एउटा यो फङ्सन छ मानौँला। यो मैले फङ्सनको कोड छ। अब के हुन्छ भन्दाखेरि यहाँ लाइन अफ कोड लेख्दै गइन्छ, लाइन अफ कोड लेख्दै गइन्छ। अब यो के हुन्छ भने यहाँ चाहिँ मात्र फेरि त्यो माथिको फङ्सनले यसैलाई कल गर्छ। फेरि यो तल आउँछ, फेरि यो फङ्सनले फेरि यहीँ जान्छ, फेरि आउँछ अन्टिल एन्ड अनलेस एउटा स्टपिङ कन्डिसन भन्ने हुन्छ। के भन्ने कन्डिसन हुन्छ STOP स्टपिङ कन्डिसन भन्ने हुन्छ कि हो त स्टपिङ कन्डिसन अथवा बेस कन्डिसन पनि भन्छ। त्यो मिट नहुँदासम्म चाहिँ हाम्रो फङ्सनले इट्सेल्फ आफूले आफूलाई कल गर्छ। त्यसलाई हामीले के भन्छ त रिकर्जन भनिन्छ। ठिक छ। के भनिन्छ रिकर्जन भनिन्छ। रिकर्जनबाट हामीले सोध्ने प्रोग्राम भनेको फ्याक्टोरियल। ठिक छ। फ्याक्टोरियल अनि पी पनि आइसकेको सोध्छ। तपाईँलाई म फ्याक्टोरियलको प्रोग्राम चाहिँ यहाँ देखाइदिएको छु। फ्याक्टोरियल भनेको n × n - 1 को लोजिक लगाउने। अब यो जुन छ यो चाहिँ तपाईँले तल लेख्दा पनि भयो माथि लेख्दा पनि भयो। म चाहिँ त्यो भन्छु तपाईँले तल लेख्नुहोस् होइन। यहाँ चाहिँ तपाईँले माथि लेखेर देखाइदिएको छु मैले चाप्टर गर्नको लागि। यो भइहाल्यो। अनि यहाँबाट अब तपाईँले फङ्सनको अब मेन भनेको कोड युजिबिलिटी अनि कोड मोडुलारिटी हुन्छ। सी प्रोग्राममा दे क्यान एक्सेप्ट इनपुट बाई कल बाई भ्यालु कल बाई रेफरेन्स यस्तै हुन्छ। रिकर्जनले गर्दा चाहिँ यस्तो हुन्छ भनेको हुन्छ। अनि अर्को फङ्सनमा इम्पोर्टेन्ट भनेको स्ट्रक्चर युनियन अनि पोइन्टर। स्ट्रक्चर र युनियन पोइन्टरमा हाम्रो के छ भन्ने कुरा हेरौँ। पहिला पोइन्टरलाई हेरौँ। पोइन्टर भनेको हाम्रो जहिले पनि इन्टिरेक्सन भ्यालु एड्रेस अपरेटर भनेको अ भेरिएबल द्याट स्टोर द मेमोरी एड्रेस अफ एनदर भेरिएबल। त्यही पोइन्टर भनेको के हो त एउटा त्यस्तो भेरिएबल हो जसले चाहिँ मेमोरी एड्रेस अफ एनदर भेरिएबललाई स्टोर गर्छ। अ पोइन्टर इज अ भेरिएबल द्याट स्टोर्स द मेमोरी एड्रेस अफ द एनदर भेरिएबल इज कल्ड पोइन्टर। पोइन्टरले चाहिँ एड्रेसको लागि चाहिँ हाम्रो यो एड्रेस अफ अपरेटर भनेको एन्ड हो होइन। यो यसलाई हाम्रो एड्रेस अफ अपरेटर भनिन्छ। यो चाहिँ स्टार जुन छ यो जुन स्टार छ यसलाई हाम्रो इन्डिरेक्सन अपरेटर भनिन्छ अथवा भ्यालुएट एड्रेस पनि भनिन्छ यसलाई। यसले चाहिँ के दिन्छ त त्यो एड्रेसमा के छ त कुन भ्यालु छ त्यो हाम्रो स्टारले दिन्छ। अनि चाहिँ एड्रेस कहाँ हो भन्ने कुरा हामीले कसले दिन्छ त M% दिन्छ। यति कुरा दुईवटा कुरा तपाईँले बुझ्नुभयो भने चाहिँ यो इनफ छ। अनि स्ट्रक्चरको किवर्ड हाम्रो स्ट्रक्ट हुन्छ। युनियनको किवर्ड युनियन नै हुन्छ। यो चाहिँ युजर डिफाइन्ड डाटा टाइप हो। ग्रुपिङ अफ डिफ्रेन्ट डाटा टाइप अर सिङ्गल नेम होइन। डिफ्रेन्ट टाइप्स अफ डाटालाई सिङ्गल जस्तै यो नेम भनेको डिफ्रेन्ट डाटा टाइप हो। रोल नम्बर प्लट यसलाई चाहिँ एउटा सिङ्गल स्टुडेन्टभित्र चाहिँ हामीले मजाले ग्रुपिङ गऱ्यौँ नि नि यहाँ के भइरहेको छ ग्रुपिङ भइरहेको छ डाटाको। यो ग्रुपिङलाई नै हामीले के भन्छौँ भन्दाखेरि स्ट्रक्चरमा हामीले युजर डिफाइन्ड डाटा टाइप हो जहाँ चाहिँ हामीले डिफ्रेन्ट आइटम्सहरूलाई डिफ्रेन्ट हेटेरोजिनियस आइटमहरूलाई के गर्छौँ त ग्रुपिङ गर्छौँ। के गर्छौँ GRUP ग्रुपिङ गर्छौँ। त्यसैले हामीले के भन्छौँ भन्दाखेरि स्ट्रक्चर भन्छौँ। युनियन भनेको नि सिमिलर टु स्ट्रक्चर हो तर यहाँ चाहिँ के हुन्छ त फरक फरक मेमोरी लोकेसन हुन्छ। एकचोटिमा तपाईँले एउटा मात्र जस्तै मेन कन्सेप्ट बुझ्नुहोस्। तपाईँले स्ट्रक्चरमा के हुन्छ भन्दा तपाईँले मैले स्ट्रक्चरको आज कन्सेप्ट क्लियर पारिदिन्छु है। यो यस्तरी मेमोरी हुन्छ। स्ट्रक्चरले प्रत्येक भेरिएबलको लागि फरक फरक मेमोरी दिन्छ। नेमको लागि छुट्टै यो मेमोरी एड्रेस, रोल नम्बरको लागि छुट्टै मेमोरी एड्रेस, यसको लागि छुट्टै, यसको लागि छुट्टै। तर युनियनले के गर्छ भन्दा एउटा मेमोरी एड्रेस छ नि युनियनले सबैले एक गाछाकुचुक पारिदिन्छ। एक गाछाकुचुक पारेपछि तपाईँले एकचोटिमा एउटा मात्र एक्सेस गर्न सक्नुभयो। स्ट्रक्चरले चाहिँ फरक फरक दिइरहेको थियो भने चाहिँ
एकचोटिमा तपाईँले मल्टिपललाई एक्सेस गर्न सक्नु भनेपछि यहीँबाट तपाईँले डिफरेन्सहरू यसको इम्पोर्टेन्स अनि स्टोरेजमा अब एकै ठाउँमा कचाकचुक पार भनेपछि जसको लार्जेस्ट साइज छ त्यही भनेको हाई डाटा साइज हो, त्यसको युनियनको डाटा साइज हो। अनि स्ट्रक्चरले चाहिँ फरकमा मेमोरी स्टोरेज भनेपछि सबैको सम भनेको के हो त स्ट्रक्चरको साइज हो। यसरी बुझ्ने हो क्या तपाईँले यो मेमोरीमा कसरी काम गरिरहेछ भने बुझेपछि अरू तपाईँले घोक्नै पर्दैन कि कम्प्युटर घोक्ने होइन मजाले बुझ्नु पर्यो। अनि पोइन्टरले के गर्ने भयो एक्सेस दिने भयो मेमोरीमा, यसलाई इफिसिएन्ट म्यानिपुलेसन होइन समरी झ्यालझुक गरिहालौँ। डाइनामिक मेमोरी एलोकेसन हुन्छ, यो चाहिँ डिएमएको बारेमा चाहिँ हामीले अहिले त्यति हेर्नु पर्दैन होइन। म्यालेलक भन्ने यो चाहिँ डाइनामिकको लागि चाहिँ त्यो फङ्सन युज हुन्छ हाम्रो। अनि स्ट्रक्चरले चाहिँ डिस्प्ले डाटा टाइपको बारेमा छ, रिप्रेजेन्ट कम्प्लेक्स इन्टेन्सिटी। जस्तै तपाईँ डाइनामिक मेमोरी एलोकेसनमा चाहिँ के युज गरिन्छ भने चाहिँ म्यालेलकहरू अनि डिएलएलकहरू चाहिँ युज हुन्छ भन्ने कुरा तपाईँले चाहिँ बताउन चाहिँ सक्नुभयो है त। त्यसपछि त्यो किबोर्डमा समस्या आयो क्या। ल अब हामी कन्टिन्यू गरौँ है त। अब के छ भन्दाखेरि वर्किङ विथ फाइल। वर्किङ विथ फाइलमा यो पनि इम्पोर्टेन्ट कुरो। यति तिनवटा कुरा जान्ने कि हामीले स्ट्रक्चरहरूको बारेमा जानु पऱ्यो, रिकर्जनको बारेमा जानु पऱ्यो, त्यसपछि गएर फङ्सनको बारेमा जानु पऱ्यो, अनि चाहिँ वर्किङ विथ फाइल जानेपछि तपाईँको सबै काम यहाँबाट भइहाल्छ। अब फाइलको कोर कन्सेप्ट भनेको हाम्रो फाइल भनेको के, जस्तै एउटा फाइल छ भने यो फाइल भनेको के, फाइल भनेको हामीले के डाटा स्टोर गरिन्छ, पर्मानेन्टली स्टोर गर्ने नि त। मेन भनेको के हो, पर्मानेन्टली डाटाले स्टोर गर्नको लागि हामीले के बनाइन्छ, डाटा फाइल बनाइन्छ। एउटा सेकेन्डरी स्टोरेज हो। अहिलेसम्म के हुन्छ भन्दा तपाईँले वर्किङ विथ फाइलमा एउटा चाहिँ तपाईँले एड्रेस बुझ्नुहोस् कि अहिलेसम्म हामीले के भइरहेछ भन्दाखेरि हामीले चाहिँ के गर्छौँ, यसरी एउटा प्रोग्राम लेख्छौँ, प्रोग्रामबाट के इनपुट दिन्छौँ, त्यो इनपुट हाम्रो कहाँ जान्छ, यम भनेको मेमोरीमा जान्छ। अनि मेमोरीबाट फेरि हाम्रो आउटपुट स्क्रिनमा आउटपुट आउँछ। यसरी डाटा फ्लो भइरहेछ। अब हाम्रो यो जबसम्म रन भइरहेको छ मेमोरीमा हुन्छ। मेमोरी भनेको त टेम्पोररी हो। अब त्यो भएपछि हामीले जे डाटा प्रोग्राममा गऱ्यौँ, जे काम गऱ्यौँ त्यो हामीसित हुँदैन। तर जब हामीले फाइललाई इन्ट्रोड्युस गरिन्छ, यो जुन डाटा छ अब यतातिर गएर टक्कै स्टोरेज हुन्छ। स्टोर भएपछि यहीँबाट हामीले पछि पनि एक्सेस मजाले गर्न पाइयो भयो। यो भनेको यही हो। यो गर्ने काम के गर्छ, फाइलमा डाटा राइट गर्नको लागि हामीले के युज गरिन्छ, एफ प्रिन्टएफ युज गरिन्छ। फाइलबाट डाटा निकाल्नको लागि एफ स्क्यानएफ युज गरिन्छ। फाइल क्लोज गर्नको लागि एफ क्लोज र फाइल ओपन गर्नको लागि एफ ओपन। ठिक छ, यति कुरा बुझ्नुहोस्। फाइलको दुईवटा टाइप हुन्छ, एउटा सिक्वेन्सियल फाइल हुन्छ, एउटा रेन्डम फाइल हुन्छ। डाटाहरू मजाले यसरी सिक्वेन्समा छ भने त्यसलाई हामीले के भन्छौँ, एउटा फाइल छ, डाटाहरू यसरी सिक्वेन्समा छ भने त्यसलाई हामीले के भन्छौँ, सिक्वेन्सियल फाइल भनिन्छ। अनि डाटाहरू चाहिँ तिथर छ, बातार यसरी रेन्डम छ कि कता के डाटा छैन, कोही के को डाटा छ, कोही के को डाटा छ, म्यानेज छैन क्या, कुनै पनि कुरा म्यानेज छैन भने त्यसलाई हामीले के भन्छौँ भन्दाखेरि रेन्डम फाइल भनिन्छ। अनि फङ्सनको कुरा गर्दै युनिट फङ्सन मेन युज गर्ने भनेको यही फङ्सन हो। यसको समरी हेर्नु छ भने बाइनरी फाइलहरू यो आफै पढ्नु होला तपाईँले। अब चाहिँ हामीले सी प्रोग्रामिङको मेन प्रोग्रामहरू हेरौँ। त्यति भएपछि हाम्रो सी प्रोग्रामिङ त कभर त भइ नै हाल्छ। ठिक छ, अब तपाईँलाई मैले सबैभन्दा पहिला चाहिँ सी प्रोग्रामिङको यो क्वेसन नम्बर 15बाट ल, नभए क्वेसन नम्बर 25बाट लान्छु र क्वेसन के छ तपाईँलाई मैले पढेर पनि सुनाइदिन्छु है त। यहाँ चाहिँ तपाईँले डाइरेक्ट हेर्दा चाहिँ बुझिन्न, त्यही भएर चाहिँ मैले क्वेसन हेर्छु पहिला बुकमा। अब चाहिँ क्वेसन चाहिँ के दिएको छ भन्ने कुरा हाम्रो क्वेसन के छ भन्दाखेरि राइट सी प्रोग्राम द्याट रिड द एकाउन्ट नम्बर नेम एन्ड एड्रेस अफ 10 कस्टमर users and display the account number name and address of this customer using array and structure। array and structure युज गरेर प्रोग्राम लेख्न भन्यो 10वटा कस्टमरहरूको हैन। त्यो अनुसार हाम्रो प्रोग्राम चाहिँ क्वेसन नम्बर 15 है चाहिँ, सरी यो क्वेसन नम्बर 15 हो। अब यही हामीले के गर्नु पर्यो, पहिला एउटा त स्ट्रक्चर कस्टमर भनेर एउटा स्ट्रक्चर डिफाइन गर्नु पर्यो। ठिक छ, हामीले के गर्यो, एउटा स्ट्रक्चर डिफाइन गर्यो। स्ट्रक्चर डिफाइन गरेर त्यसमा चाहिँ हामीले क्वेसन भनेअनुसार एकाउन्ट नम्बर राख्यो, नेम राख्यो, एड्रेस राख्यो। स्ट्रक्चर डिफाइन भयो। अब स्ट्रक्चरलाई मैले यहाँ आएर चाहिँ तल आएर एरिया अफ स्ट्रक्चर भनेको के हो, यो स्ट्रक्चरमा यो तपाईँले यो लेख्नु भएन भने तपाईँको नर्मल स्ट्रक्चर हो। तर यो लेख्दा बित्तिकै के हो त, एरे भनेको त हाम्रो यसरी डिफाइन गरिन्छ। हाम्रो के भयो, यो भनेको अब के भयो त एरिया अफ स्ट्रक्चर, किनकि 10जनाको लागि भयो। अब त्यसपछि एकाउन्ट नम्बर अफ द कस्टमर भने पहिला के भन्दा कसरी आउँछ, इन्टर द एकाउन्ट नम्बर अफ फर्स्ट कस्टमर, सेकेन्ड कस्टमर, थर्ड कस्टमर। त्यसपछि मैले अब माग्दै जान्छु। ठिक छ, कस्टमरको सबै कुरा नेम दे यो दे भन्दै मैले मजाले माग्दै गएँ। एकाउन्ट नम्बर मागेँ, नेम मागेँ, एड्रेस मागेँ। अनि त मागिसकेपछि अब यहाँसम्म त भयो। अब त्यसलाई लगेर स्ट्रक्चरमा एड्रेस पनि भयो। अब त्यसलाई प्रिन्ट गराउनु पर्यो। प्रिन्ट गर्दा प्रोपर फर्मेटमा एकाउन्ट नम्बर भनेको यो, नेम भनेको यो, एड्रेस भनेको यो भनेर यसरी प्रोपर फर्मेटमा प्रिन्ट गराइदिनु भयो भने तपाईँको प्रोग्राम भयो क्या। तपाईँ मार्क्स मजाले पढ्नु, मैले ओड्राप गरिदिन्छु ताकि तपाईँले हेर्न सजिलो होस् है। यो भयो, यसलाई मैले अझै कम गराइदिन्छु। तपाईँले स्क्रिनसट लिन सक्नुहुन्छ। हाम्रो प्रोग्राम भनेको यही हो। ठिक छ, यही हाम्रो प्रोग्राम अझै जुम आउट गरेर यसरी यति हो। कम्प्लिट प्रोग्राम भनेको यति हो। यो हाम्रो पहिलो क्वेसन भयो। त्यो चाहिँ हाम्रो दोस्रो क्वेसन के सोधेको थियो भन्दा राइट सी प्रोग्राम टु चेक वेदर द गिभन नम्बर इज पोजिटिभ नेगेटिभ युजिङ द युजर डिफाइन्ड फङ्सन। दिएको नम्बर पोजिटिभ छ कि नेगेटिभ छ चेक गर्ने युजर डिफाइन्ड फङ्सन युज गरेर। त्यसको लागि इन्क्लुड एसटिडी युज गर्नु पऱ्यो। एउटा मैले भोइड फङ्सन बनाएँ, नो रिटर्न टाइप हैन। यसको चाहिँ नो रिटर्न टाइप विथ आर्गुमेन्ट फङ्सन बनाएँ। त आर्गुमेन्ट त छ तर रिटर्न टाइप चाहिँ छैन भन्ने कुरा एउटा थाहा हुन्छ। त्यो चाहिँ एउटा नम्बर बनाएँ, युजरबाट मैले नम्बर आन्न पठाएँ। नम्बर आनिसकेपछि अब मैले के गरेँ, त्यो नम्बरलाई चाहिँ
इनपुट गरे स्क्यानरबाट, त्यसपछि फङ्सनलाई कल गरे, त्यसपछि रिटर्न 0 गऱ्यो, मेन फङ्सन इन्ट गऱ्यो। अनि मेन फङ्सनमा आएर यदि त्यो युजरबाट आएको नम्बर चाहिँ लेस देन 0 छ भने त नेगेटिभ हो, ग्रेटर देन 0 छ भने पोजिटिभ हो, केही पनि होइन भने चाहिँ यो रिटेक कन्डिसन भयो भने अब त पक्कै पनि 0 हैन। भाइ यो प्रोग्राम पनि सिद्धियो। त्यो चाहिँ हाम्रो 17 को ए नम्बरमा सोधेको क्वेसन हो त्यो। अब 17 को बीमा सोधेको क्वेसन हो। 17 को बी भन्न खोजेको यो कहिलेको भन्नुहुन्छ भने योभन्दा पहिलाको हाम्रो 2080 को गरेर हामीले यो अहिले गर्दै गरेको हामीले कहिलेको 2081 GIE लाई सोधेको क्वेसन है। यहाँ चाहिँ के भनेको छ भन्दाखेरि प्रोडक्ट अफ टु नम्बर युजिङ द पोइन्टर युज गरेर दुईटा नम्बरको प्रोडक्ट गर्ने। त्यसको लागि मैले दुईटा भेरिएबल बनाएँ अनि दुईटा पोइन्टर भेरिएबल बनाएँ हैन। n1 ले नम्बरको पोइन्टर एड्रेस राख्छ, n2 ले नम्बर 2 को एड्रेस राख्छ, एउटा प्रोडक्ट भन्ने एउटा भेरिएबल बनाएँ। त्यसपछि फर्स्ट नम्बर लेखेँ, सेकेन्ड नम्बर लेखेँ, केही समस्या भएन। अब चाहिँ नि अब n1 सँग त यसको एड्रेस छ, n2 सँग यसको एड्रेस छ भनेपछि दुईटाको भ्यालु लेख्नको लागि मैले अघि भनेको थिएँ तपाईँले भ्यालुको लागि के युज गर्नुपर्छ भनेर मैले भनेको तपाईँले ख्याल गर्नुहोस्। यहाँ हेर्नुहुन्छ भने यहाँ चाहिँ भ्यालुको लागि मैले के भने इन्डिरेक्सन हाम्रो स्टार युज गर्नु पर्यो, एड्रेसको लागि यो त्यही अनुसार मैले त्यही गरेपछि भ्यालुको लागि मैले स्टार युज गरेँ, स्टार इन्टु गरेर भ्यालु आयो, त्यसपछि लास्टमा प्रोडक्ट गयो। पोइन्टरको कन्सेप्ट यहाँ मजाले युज भएको छ। त्यो चाहिँ हाम्रो जाम नेक्स्ट प्रोग्राममा हामीलाई के सोधेको छ भन्दा राइट अ सी प्रोग्राम टु स्टोर द 10 स्टुडेन्ट रेकर्ड विथ द फिल्ड नेम रोल नम्बर नेम मार्क इन कम्प्युटर साइन्स प्रोसेस एन्ड डिस्प्ले द रोल नम्बर नेम एन्ड मार्क्स अफ द स्टुडेन्ट। सबैको रोल नम्बर टेक्स्ट मार्क्सलाई चाहिँ प्रोसेस गरेर चाहिँ डिस्प्ले गर्ने अरे हैन। यति कुरा चाहिँ भनेको छ। ठिक छ। स्टोर गर्ने कुरा आयो भने चाहिँ फाइल युज गर्नु पर्यो। अब यहाँ चाहिँ यो फाइल कन्सेप्ट कसरी गर्ने, फाइलको प्रोग्राम हेरिहाल्नुहोस् तपाईँले। एउटा फाइल पोइन्टर बनाएँ मैले। फाइल पोइन्टर बनाएपछि रोल नम्बरको लागि भेरिएबल, मार्क्सको लागि भेरिएबल र नेमको लागि भेरिएबल बनाएँ। त्यो फाइल पोइन्टर जुन बनाएँ त्यसलाई मैले पहिला राइट मोडमा ओपन गरेँ किनकि पहिला राइट गर्नु पर्यो। यदि हाम्रो ओपन गर्दाखेरि आएन भने चाहिँ रिटर्न 1 गरेर मैले यही प्रोग्रामलाई टर्मिनेट हानिदिन्छु। यदि यो एफपी चाहिँ नल भयो भने के हैन, यति भएन भने त अगाडि बढ्नु पर्यो। यो लाइन चाहिँ तपाईँले नलेख्दा पनि हुन्छ। यो चाहिँ लेख्न मन छैन तपाईँले नलेख्नुहोस्, बिगार नभन्दा नलेख्दा पनि केही भएन। त्यसपछि डिटेल्स अफ द स्टुडेन्ट राख भने मैले डिटेल्स अफ द स्टुडेन्ट राख भनिसकेपछि यहाँ पनि ओड्राप गरिदिन्छु, तपाईँले हेर्न सजिलो हुन्छ। डिटेल्स अफ द स्टुडेन्ट राख्नु भने रोल नम्बर नेम मार्क्स सबैले मजाले डिटेलहरू इन्टर गराएँ। यहाँसम्म त केही फरक छैन। अब फरक के हुन्छ भन्दा प्रिन्ट एफ युज गर्ने। एफ प्रिन्टएफले फाइल पोइन्टर अनि यहाँ चाहिँ हाम्रो सबै के डाटा जान्छ। यहाँ एफ प्रिन्टएफमा अगाडि फाइल पोइन्टर हाल्ने, अरू चाहिँ ठ्याक्कै प्रिन्टएफ जस्तो के प्रिन्टएफमा हामीले ठ्याक्कै लेखिन्न र अरू बेला त यहाँ लेखिदिएँ। त्यसपछि यो त्यो फाइललाई क्लोज गरेर अब फेरि हामीले त त्यसबाट रिड गरेर डिस्प्ले गर्न छ। त्यही भएर मैले रिड मोडमा फाइल ओपन गरेँ त्यही फाइललाई अनि डिस्प्ले द रेकर्ड भने रोल नम्बर नेम सबैलाई चाहिँ। अनि त्यसपछि कतिसम्म अब रिड गर्दाखेरि ख्याल गर्नुपर्ने भनेको यो कन्डिसन हो। हामीले इन द फाइल नहुँदैछौँ। हामीले राइट गर्दा त हामीले राइट गर्दै गइन्छ। यो ट्याक्क लाएर हामीले के समस्या भने यतिवटा रेकर्ड छ भन्ने हामीलाई थाहा हुन्छ, तर रिड गर्ने बेला कतिवटा रेकर्ड छ हामीलाई थाहा छैन। त्यही भएर चाहिँ जतिसम्म फाइलमा त्यो रेकर्डै भएन त्यतिसम्म चाहिँ रिड गर्दै गइदिने के एफ स्क्यानर फाइल पोइन्टर। त्यसपछि यहाँ चाहिँ यो सबै कुरा लेख्नु पर्यो। त्यसपछि यहाँ चाहिँ एड्रेस कुन एड्रेसमा रिड गर्ने त्यो लेख्यो अनि कतिसम्म रिड गर्ने त वाइल नट इन द फाइल। त्यसपछि प्रिन्ट गर्ने कुरा त्यहाँ गरिन्छ। अब तपाईँले चाहिँ जसको धेरै छ, जसको स्यालेरी धेरै छ त्यो खालको क्वेसनहरू पनि सोध्नु सक्छ। त्यहाँ चाहिँ तपाईँले सेम हो। अब यसैमा के दिने तपाईँले कन्डिसन दिने भयो। त्यसपछि अब हामीले फाइलको पनि हेऱ्यो, स्ट्रक्चरको पनि हेऱ्यो, पोइन्टरहरूको पनि अब हेर्नुपर्छ होइन। हामीले कल बाई रेफरेन्सको बारेमा चाहिँ प्रोग्रामहरू यहाँ रहन्छ क्या। कल बाई रेफरेन्सको प्रोग्राम पनि भएको राम्रो हुन्थ्यो किन त मैले कल बाई रेफरेन्सको प्रोग्राम हेर्छु तपाईँले। यो पनि सेम प्रोग्राम हो, स्ट्रक्चर युज गरेर गरेको प्रोग्राम छ, केही गाह्रो छैन। अर्को प्रोग्राम देखाउँछु म तपाईँलाई। यो भनेको अब एफ पुट र उसको प्रोग्राम पुट डब्ल्यू र गेट डब्ल्यूबाट गरेको प्रोग्राम छ यो। ठिक छ। यही हो प्रोग्राम भनेको। अब तपाईँले सबै यहाँ त सबै प्रोग्राम त ठिक छ। अब हामीले एउटा हेर्न छुट्याइएको के छ भन्दाखेरि एउटा अझै हेर्नु पऱ्यो। हामीले के हेर्नु पर्यो भन्दा पोइन्टरको प्रोग्राम पनि हेर्नुपर्छ। पोइन्टरको प्रोग्राम के हेर्नुपर्छ भन्दाखेरि कल बाई भ्यालु र कल बाई रेफरेन्सको प्रोग्राम चाहिँ हेर्नै पर्छ। प्र्याक्टिसमा छ कि यहाँ पोइन्टर प्र्याक्टिस भने यहाँ रहेछ। यो चाहिँ खोलेर तपाईँले मैले बुझाइदिइहाल्छु, त्यो चिन्ता नलिनुहोस्। हामीले सबै तपाईँले मैले सबै प्रोग्राम चाहिँ देखाइदिइहाल्छु कि जसरी भए पनि। यसलाई क्लोज गरौँ, त्यो चाहिँ हाम्रो त खुल्दै गर्छ। अब त जतिसम्म हाम्रो कल बाई भ्यालु र कल बाई रेफरेन्स तपाईँलाई मैले देखाइदिन्छु त्यतिसम्म चाहिँ मैले के गर्छु भन्दा तपाईँलाई टाइम वेस्ट नहोस् भनेर अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कन्सेप्ट बुझाइदिन्छु। अब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भनेको के हो भन्नुहुन्छ भने हामीले आजसम्म प्रोग्राम गर्दै आउँदाखेरि जहिले पनि हामीले यहाँ चाहिँ हेर्नुहुन्छ भने हामीले केलाई मात्र फोकस गऱ्यौँ भन्दाखेरि जहिले पनि आजसम्म हामीले प्रोग्रामिङ गर्दाखेरि उसलाई फोकस भएर प्रोग्राम गऱ्यौँ। के प्रोग्राम गर्दाखेरि हाम्रो डाटामाथि फोकस भएनौँ, हामीले प्रोसिड्युरमा फोकस भएको थियौँ। केमा? सी प्रोग्रामिङमा। तर अब हाम्रो यसमा के हुन्छ भन्दाखेरि अब यो जुन अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ छ, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङले के खुल्ला हाम्रो यो सरी है त गाइस, यहाँ थोरै इन्टरप्सन भयो। तपाईँले चाहिँ थोरै पार्ट चाहिँ यहाँ स्किप गर्नु होला है त। त्यो चाहिँ अब रेकर्डिङ गर्न एडिटिङ गर्न भेट्दैन, त्यहाँ थोरै पार्ट स्किप गर्नु होला। चाहिँ मेरोमा थोरै ह्याङ भयो जस्तो हो कि सिस्टम।
रेकर्डिङ त अन नै छ। इन्टरप्सनको लागि सरी यतै रहेछ। अब चाहिँ फिक्स भएको छ। अब चाहिँ यता हेर्नु हामीले अब्जेक्ट ओरिएन्टेड हाम्रो चाहिँ कल भेरिफाई छ। कल उसको प्रोग्राम हेर्नै छ। त्यो प्रोग्राम मैले खोलेको थिएँ तर के भयो भन्दाखेरि यो कता स्टक भयो के खै के भइरहेछ ब्याकग्राउन्डमा अपडेट भइरहेछ के भइरहेछ स्टक भयो नि यो के खुल्यो स्पोटिफाई खुल्यो क्या सायद त्यसले स्टक भयो त्यही भएर चाहिँ कल भेरिफाई छ। कल भेरिफाईको प्रोग्राम नि खोल्न सकेन यता नि खोल्न सकेन। बिचको पार्ट चाहिँ थोरै स्किप गरेर हेर्नुलाई तपाईँको चाहिँ टाइम वेस्ट भयो होइन। त्यही थोरै झेउ गराएको ल्यापटपले। ल केही छैन। अब चाहिँ भयो है त। अब हेरौँ यतातिर कल भेल्यु चाहिँ अब आयो भने हेरौँ न। नयाँ चाहिँ म तपाईँलाई सर्च गरेर पनि देखाइदिन्छु त। नयाँ मेरो सी प्रोग्रामिङको भिडियोमा हेर्नुहोस् त्यहाँ चाहिँ तपाईँको कल भेल्यु छ केही छैन होइन त्यो एउटा छुटेर। अब हाम्रो अब्जेक्ट ओरिएन्टेडमा जाउँ। अब्जेक्ट ओरिएन्टेड मैले तपाईँलाई बुझाउँदै थिएँ। हामीले आजसम्म प्रोग्राम गर्दै आउँदा के गरिदियो भन्दाखेरि जहिले पनि हामीले प्रोसिड्युरलाई मात्र ध्यान दियो। केलाई ध्यान दियो? प्रोसिड्युरलाई। अब त्यो प्रोसिड्युरलाई ध्यान नदिएर हाम्रो अब्जेक्ट ओरिएन्टेड के भन्छ भन्दा डाटालाई इम्फेसिस गर्छ। त्यसैले हामीले अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भनिन्छ। यसमा चाहिँ हाम्रो मेन भनेको क्लासहरू हुन्छ, अब्जेक्ट हुन्छ, इनहेरिटेन्स हुन्छ र पोलिमोर्फिजम हुन्छ मेन कुरा। इनहेरिटेन्स भनेको जस्तै एउटा हाम्रो छ बेस क्लास छ। बेस क्लासबाट डिफ्रेन्ट डेराइभ क्लासहरू बनाउन सकिन्छ के। यसैले हामीले के भनिन्छ त इनहेरिटेन्सको प्रोपर्टी भनिन्छ। ठिक छ। यो इनहेरिटेन्स आयो भने तपाईँले यसरी फिगरहरू बनाएर एक्सप्लेन गर्न सक्नुभयो। दोस्रो कुरा हाम्रो पोलिमोर्फिजम छ। पोलिमोर्फिजम भनेको के भन्दाखेरि एउटै फङ्सन छ। जस्तै तपाईँसँग एउटा मानौँ सेप भन्ने फङ्सन छ। के भन्ने फङ्सन छ? कस्तो लेख्न कुनै फेरि लेख्छु मैले। के फङ्सन छ तपाईँसित भयो भने मानौँ भनेदेखि एउटा यस यच एउटा गाह्रो भयो त यस एच ए पी सेप एउटा सेप भन्ने फङ्सन छ। अब सेपभित्र तपाईँले मानौँ एउटा यो नाम त सेपै फङ्सन हो। यो यही सेप फङ्सनमा तपाईँले सेपलाई भित्र छुट्टै छुट्टै पास गर्न सक्नुहुन्छ। यही सेप फङ्सनबाट तपाईँले सर्कल पनि ड्र गर्न सक्नुहुन्छ। त्यो फेरि यही सेप फङ्सनबाट तपाईँले ट्राइङ्गल पनि ड्र गर्न सक्नुहुन्छ क्या। त्यो सी प्लस प्लस तपाईँले गर्नुभएको छ भने त्यो अनुसार हुन्छ। अहिले तपाईँले गर्नुभएको छैन भने तपाईँले कोड देखाएर पनि गर्न सक्नुहुन्छ। यता तपाईँले सी प्लस प्लस आउँदैन भने चाहिँ तपाईँले डाइरेक्ट चाहिँ केबाट गर्न सक्नुभयो भने त्यो सेप भनेर यसरी डायग्राम चाहिँ देखाउन सक्नुभयो। अब चाहिँ नि हामीले अब्जेक्ट ओरिएन्टेडको एडभान्टेज र एप्लिकेसनहरू हेरौँ। अब्जेक्ट ओरिएन्टेडको एडभान्टेज के भयो भन्दाखेरि यसले गर्दा हाम्रो उप्स प्रोभाइड द डाटा हाइडिङ होइन डाटा सेक्युरिटी आइहाल्यो। कोड युजिलिटी भयो यसले गर्दा जुन भनेको इनहेरिटेन्स भइहाल्यो। अनि चाहिँ इजियर मेन्टेनेन्स अनि एप्लिकेसन भनेको चाहिँ जियुआई एप्लिकेसनमा युज हुन्छ। अनि डाटा सिमुलेसन र मोडलिङ अनि रियल टाइम सिस्टमहरूमा चाहिँ हाम्रो के युज हुन्छ त जहिले पनि भन्दा अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ युज हुन्छ। यो चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कन्सेप्ट भयो क्या। ठिक छ। यति कुरा लेख्नुभयो तपाईँले यसको फिचरहरूको बारेमा। डिफरेन्स बिट्विन अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ एन्ड स्ट्रक्चरल प्रोग्रामिङ भनौँ भने चाहिँ यही कुरा लेख्ने। हाम्रो अब्जेक्ट ओरिएन्टेड प्रोग्राममा यो कुरा हुन्छ, स्ट्रक्चरमा यो कुरा हुँदैन। ठिक छ नि। यो कुरा जुन छ अब्जेक्ट ओरिएन्टेडमा यो हुन्छ, स्ट्रक्चरमा यो हुन्न भन्ने चाहिँ तपाईँले मजाले भन्न सक्नुभयो। ठिक छ। यति कुरा तपाईँले बुझ्नुभयो होला भन्ने आशा गर्छु। मेन कुरा के बुझ्नु पर्यो भन्दा तपाईँले फेरि एकचोटि बुझाइदिन्छु मैले। क्लास भनेको एउटा ब्लु प्रिन्ट हो होइन। यसले चाहिँ के अब्जेक्टहरू बनाउनको लागि क्लासहरू हुन्छ। अनि त्यो अब्जेक्ट भनेको त्यो क्लासभित्र चाहिँ के डाटा र त्यसको के बिहेभियर भन्ने कुरा। जस्तै एउटा कार छ भने कारलाई तपाईँले कारको एउटा तपाईँले ब्लु प्रिन्ट बनाउनु भयो। ठिक छ। मेन क्लास बनाउनु भयो कार हो। अनि त्यसपछि त्यो कारभित्र डिफ्रेन्ट टाइप अफ त्यो कार भनेको एउटा अब्जेक्ट हो। त्यसको डिफ्रेन्ट टाइप अफ आफ्नो एउटा प्रोपर्टी हुन्छ। स्पिड भन्ने प्रोपर्टी होला अनि ड्राइभ भन्ने प्रोपर्टी होला। त्यसलाई हामीले डाटाहरू चाहिँ मेथडहरू भन्छौँ त्यसलाई चाहिँ प्रोग्रामिङको भाषामा। त्यही अनुसार चाहिँ त्यहाँ अब्जेक्टहरू डिफाइन गरिन्छ। त्यो मेथडहरूलाई युज गर्नको लागि अब्जेक्ट डिफाइन गर्दै ट्याक्क लगाएर गर्दै जाने हो। ठिक छ। इनहेरिटेन्स पोलिमोर्फिजम मैले तपाईँलाई भने एप्लिकेसन पनि मैले तपाईँलाई बताएँ। यसको मेन कुरा गर्दाखेरि अब्जेक्ट प्रोग्रामिङ मोडल रियल वर्ल्ड एन्टिटी थ्रु क्लासेस एन्ड अब्जेक्ट कन्स्ट्रेनिङ विथ ट्रेडिसनल प्रोसिड्युरल प्रोग्रामिङ। यो समरी चाहिँ तपाईँले हेर्नु होला है त आफै।
अब आज हामी लास्टको कुराकानीमा जाउँ। लास्टको कुराकानी के छ भन्दाखेरि सफ्टवेयर प्रोसेस मोडल। र सफ्टवेयर प्रोसेस मोडलमा जानुभन्दा म पहिला चाहिँ म तपाईँलाई स्पोटिफाई हटाएर म चाहिँ तपाईँलाई यहाँबाट अब देखाइदिन्छु, हाम्रो पोइन्टरको प्रोग्राम देखाइदिन्छु। यो पोइन्टरको प्रोग्राम हेर्दाखेरि चाहिँ हाम्रो सिस्टममा समस्या आयो एकछिन। त्यो भिडियो चाहिँ अब इन्टरप्सन भयो, तर केही छैन, त्यो भए पनि यहाँ कल बाई भ्यालु र कल बाई रेफरेन्स कहाँ छ भन्ने कुरा हो। आई गेस यहाँ होला कोही न कोही त। अनि नम्बर स्वाप गर्ने खालको प्रोग्राम आयो भने यही हो, हेर्नुहोस् कल बाई भ्यालुमा यो कल बाई रिफरेन्स हो, यो कल बाई रिफरेन्स हो। अब कल बाई भ्यालुमा तपाईँले के गर्नुहुन्छ भन्दाखेरि यहाँ तपाईँले पोइन्टर पठाउनु भयो, कल बाई भ्यालुमा तपाईँले पोइन्टर पठाउनुहुन्न, यहाँ चाहिँ तपाईँले यो स्टार हटाउने के, यहाँको यो स्टार हटाइदिनुहोस्, यहाँको यो स्टार हटाइदिनुहोस्। त्यसपछि यहाँ तपाईँले एड्रेस पठाउनु भएको थियो नि, एड्रेस पठाउनु पाउनु भएन तपाईँले उहाँ कल बाई भ्यालुमा। तर कल बाई रिफरेन्समा चाहिँ पोइन्टर पठाएर गरिन्छ। यसरी हाम्रो कल बाई भ्यालु र कल बाई रिफरेन्सको प्रोग्राम हुन्छ। यसले चाहिँ यो कल बाई रिफरेन्स गर्दा यो नम्बर स्वाप हुन्छ, तर कल बाई भ्यालुले चाहिँ यो नम्बर स्वाप हुँदैन। यो कुराकानी। अब तपाईँको अल्फाबेटिकल प्रोग्रामको फङ्सन पनि छ, सायद यो नसोध्दा, त्यही भएर चाहिँ म यहाँ गएन। तर तपाईँले चाहिँ एउटा डिसेन्डिङ अर्डरको चाहिँ प्रोग्राम देखाइदिन्छु है त मैले। डिसेन्डिङ अर्डर भन्ने बित्तिकै हाम्रो के गर्नु पऱ्यो भन्दा त्यही स्वापकै लोजिक लाउने, नम आउटर लेस देन नम इन्टर भयो भने होइन, यो लेस देन छ भने डिसेन्डिङमा लाने हुन्छ, त्यही लेस देन युज गर्नु पऱ्यो। यदि भयो भने टेम्पोररीमा नम आउटर राख, त्यसपछि यो राख। यो मेन लोजिक भनेको यति, अरू चाहिँ तपाईँले मजाले गर्न सक्नुहुन्छ क्या। अरू त्यति तपाईँले हेर्न चाहनुहुन्छ भने तपाईँलाई देखाइदिन्छु मैले। डिसेन्डिङको लोजिक भनेको यो, ठिक छ, नम्बरलाई डिसेन्डिङमा गर्ने यही लोजिकबाट तपाईँले अल्फाबेटिकल अर्डरहरू पनि मजाले गर्न सक्नुहुन्छ, ठिक छ। यो भयो हाम्रो प्रोग्राम सबै कभर गऱ्यो। सबै हेर्न थाल्यो भने धेरै टाइम लाग्छ, त्यही भएर चाहिँ म सबै देखाएन। अब हामी जाउँ हाम्रो लास्ट च्याप्टर, सफ्टवेयर प्रोसेस मोडल। सफ्टवेयर प्रोसेस मोडलमा हाम्रो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल छ भनेको, सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल छ। यो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल भनेको एउटा सफ्टवेयर बनाउँदाखेरि, ठिक छ, एउटा सफ्टवेयर बनाउँदाखेरि कस्तो कस्तो लाइफ साइकल, जस्तै हाम्रो इकोसिस्टममा नि एउटा लाइफ साइकल हुन्छ होइन, हो त्यही हो हाम्रो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल भनेकै त्यही हो क्या। जस्तै तपाईँले मैले यसको फिगरहरू पनि देखाइदिन्छु, SFTWARE। तपाईँले चाहिँ इक्जाममा फिगर देखाउनु पऱ्यो है त। मैले चाहिँ यहाँ पिडिएफमा फिगर हाल्न त भ्याएन, त्यही भएर राखेन। इक्जाममा चाहिँ तपाईँले एउटा ट्याक्क यसरी लेख्ने अनि एउटा फिगर देखाइदिन सक्यो चाहिँ बेस्ट हुन्छ होइन। मैले के भन्दै थिएँ, सफ्टवेयर बनाउँदाखेरि कस्तो कस्तो लाइफ साइकलको आधारमा गइन्छ, प्लानिङ गर्नेदेखि लिएर एनालाइसिस गर्नेदेखि लिएर त्यो सबै कुरा भनेको के हो, सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकलभित्र पर्छ, ठिक छ। यो कुराकानी एकदम राम्रो छ, यो चाहिँ मलाई मन पऱ्यो है त। अब यो तपाईँलाई मैले देखाइदिन्छु, एउटा चाहिँ तपाईँलाई मैले डिस्क्राइब पनि गरिदिन्छु। यता खोलिदिउँ न त नभए, त्यहाँदेखि तपाईँले यहाँ जस्तोलाई हाम्रो पहिला प्लानिङ हुन्छ, त्यसपछि त्यसको डिफाइनिङ, त्यसपछि त्यसको डिजाइनिङ, अनि बिल्डिङ, अनि टेस्टिङ, अनि डिप्लोयमेन्ट। यही हाम्रो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल ओभरअल भनेको यही हो। अब यहाँ पनि तपाईँलाई देखाइदिएको छु मैले। फेज भनेको पहिला एनालाइसिस गर्ने, त्यसपछि त्यसलाई डिजाइन गर्ने, अनि इम्प्लिमेन्टेसन गर्ने, अनि टेस्टिङ गर्ने, डिप्लोयमेन्ट गर्ने, अनि मेन्टेनेन्स गर्ने। भनेको सबैभन्दा पहिला हामीले एउटा सफ्टवेयर बनाउँदैछौँ भने के सफ्टवेयर बनाउने त्यसको बारेमा हामीले के गर्नु पऱ्यो, रिसर्च गर्नु पऱ्यो। कस्तो सफ्टवेयर बनाउने, के सफ्टवेयर बनाउने त्यसको बारेमा हामीले के गर्छौँ, पहिला रिसर्च गर्छौँ। हामीलाई यस्तो सफ्टवेयर चाहियो है भनेर एउटा निड हुन्छ नि त, त्यसको बारेमा पहिला एनालाइसिस गर्ने कि कसरी निडलाई उ गर्न सकिन्छ भनेर जुन एनालाइसिस गरिन्छ, त्यो भनेको पहिलो फेज हो। त्यो एनालाइसिस भइसकेपछि अब त्यो सफ्टवेयरलाई कसरी डिजाइन गर्ने त, त्यसलाई कसरी डिजाइनको फेजमा लाने होइन, त्यो सफ्टवेयरलाई के कुरा राख्ने हो, त्यसको ल्यान्डिङ पेज कस्तो बनाउने हो, युजरहरू आएपछि युजरले लगइन सगिन गर्न पऱ्यो, त्यो लगइन पेजलाई कसरी बनाउने, सबै कुरा हाम्रो कहाँ हुन्छ भन्दाखेरि यो डिजाइनिङको फेजमा त सबै काम गरिन्छ। यो फिगर खुल्यो भने तपाईँलाई मैले फिगरबाट राम्ररी बुझाउन सक्थेँ अझै होइन। ठिक छ, फिगर चाहिँ खुलेन, त्यही भएर म तपाईँलाई यताबाटै गरिदिन्छु। अनि डिजाइनिङ भयो, डिजाइनिङ भइसकेपछि अब तपाईँले डिजाइन पनि गरेर भ्याउनु भयो। यो चाहिँ तपाईँले फिगरमा बनाएर देखाइदिनु होला है त। यो सबै कुरा चाहिँ लेखेको छु रिक्वायरमेन्ट एनालाइसिस, यसलाई चाहिँ तपाईँले यस्तै ट्याक्क यस्तो गोलो फिगर बनाएर देखाइदिनु होला। यहाँ चाहिँ मेरो आज किनभने ल्यापटप स्लो चलिरहेको छ, त्यही भएर चाहिँ लोडै भएको छैन केही कुरा पनि, तर केही छैन, म चाहिँ तपाईँले झ्याप्चुक गरेर भइदिइहाल्छु है त। अब यो सबैभन्दा पहिले रिक्वायरमेन्ट एनालाइसिस गरेर डिजाइनिङ गर्ने, डिजाइनिङ भइसकेपछि अब तपाईँले इम्प्लिमेन्टेसन गर्ने कि त्यसको अब सबै डिजाइन पनि भयो तपाईँसँग, यसरी यो यस्तो खालको हुन्छ, यो ल्यान्डिङ पेज यस्तो हुन्छ, युजर आएर हेर्दाखेरि हाम्रो चट्ट यो ल्यापटपमा होइन, ल्यापटपमा आएर तपाईँले मेरो वेबसाइट यहाँ यो कन्टेन्ट हुन्छ, यहाँ कन्टेन्ट हुन्छ, तपाईँले डिजाइन गर्नुभयो। अब यसलाई के गर्नु पऱ्यो, कोडिङमा उतार्नु पऱ्यो भनेको यसलाई अब तपाईँले के गर्नुहुन्छ त कोडिङको फेजमा लानुहुन्छ। यो सबै कसरी गर्ने भने कोडिङको फेजमा लानुहुन्छ।
अब कोडिङमा डेभलपरले ट्याग लगाएर दिनरात बसेर मिहिनेत गरेर तपाईँको कोडिङ गर्छ होइन। कोडिङ गरेर भएपछि अब कोडिङको काम पनि भइयो, अब सफ्टवेयर रेडी भयो। अब त कोडिङ त भयो, अब कोडिङ भइसकेपछि जुन त्यो हाम्रो सफ्टवेयर एउटा बन्यो, लास्टमा हाम्रो सफ्टवेयर रेडी भयो कि प्याकेज भयो, एउटा प्याकेज होइन। अब यो सफ्टवेयर रेडी भइसकेपछि यसले राम्ररी काम गरेन, युजरको जुन निड थियो, हामीले जुन निड अनुसार हामी सफ्टवेयर डिजाइन गरेको थियौँ त्यो अनुसार काम भयो कि भएन होइन, त्यो अनुसारले काम गर्छ कि गर्दैन भनेर त्यसको लागि अब के गरिन्छ, टेस्टिङ गरिन्छ। टेस्टिङ पनि सफल भयो भनेपछि अब बल्ल हामी डिप्लोयमेन्ट भनेको त सफ्टवेयर अब डिप्लोय गरिन्छ, प्ले स्टोरमा हाल्ने कुरा भयो, अनि अनलाइनमा डिप्लोयमेन्ट गर्ने होइन, कस्तो डिप्लोयमेन्ट गर्ने छुट्टै फेज हुन्छ, त्यसरी डिप्लोयमेन्ट गर्यो। डिप्लोयमेन्ट भइसकेपछि अब त्यसले हामीले के गर्नु पऱ्यो, मेन्टेनेन्स गर्नु पऱ्यो कि। अब डिप्लोयमेन्ट त भयो, अब सफ्टवेयरमा हाम्रो फिडब्याकहरू आउँछ, युजरले त्यो सफ्टवेयरलाई युज गर्दै जान्छ, त्यसपछि हामीले के पाइन्छ, फिडब्याक पाइन्छ, अनि सबैको ओपिनियनहरू आउँछ, कसैले यो फिचर एड गऱ्यो भने त, कसैले त्यो फिचर एड गऱ्यो भने त भन्छ। त्यो अनुसार हामीले के गरिन्छ त, फेरि अब यो मेन्टेनेन्सपछि फेरि यही फेजमा आउँछ, अनि फेरि त्यो युजरले भनेको फिडब्याक आउँछ, फेरि त्यसलाई एनालाइसिस गरिन्छ, फेरि डिजाइन गरिन्छ, फेरि भनेको चलिरहने एउटा के हो, चक्रव्यूह हो, के हो, एउटा चक्रव्यूह हो। यो चाहिँ सदाबार चलिरहन्छ, त्यही भएर यसलाई के भनिन्छ त, लाइफ साइकल भन्ने कारणै त्यही हो कि। ठिक छ नि, चट्ट तपाईँले त्यो एउटा चक्रव्यूहको रूपमा डिजाइन गरेर देखाइदिनु भयो भने चाहिँ हाम्रो भइहाल्यो। एक्सप्लेन गर्न तपाईँले यति भएपछि सक्नुहुन्छ। यसमा हाम्रो अर्को कुरा चाहिँ एउटा सिस्टम एनालिस्ट र सफ्टवेयर इन्जिनियर छ। एनालिस्ट भनेको जसले आइडेन्टिफाई बिजनेस निड र रिक्वायरमेन्ट आइडेन्टिफाई गर्ने सिस्टम एनालिस्ट भनिन्छ। इन्जिनियर भनेको जसले डिजाइन गर्छ, बिल्डिङ गर्छ र मेन्टेन गर्छ टेक्निकल सोल्युसन। यो कुरा बुझ्नुहोस् तपाईँले। अब सफ्टवेयर डेभलपमेन्ट मोडलमा हामीले पढ्नुपर्ने तिनवटा मोडल छ, एउटा वाटरफल मोडल, एउटा प्रोटोटाइप मोडल, एउटा एजाइल मोडल। वाटरफल भनेको लिनियर हुन्छ, सिक्वेन्सियल एप्रोच हुन्छ, इजी टु म्यानेज बट फ्लेक्सिबल हुन्छ। अब वाटरफल मोडलको लागि तपाईँले अब लेख्ने कुरा यही नै हो होइन, यहाँ पनि रिक्वायरमेन्ट डिजाइन सबै कुरा यही हुन्छ, यसको फिगर भन्नुहुन्छ भने, अनि यहाँ चाहिँ कसरी बनाउनु पर्यो भने लिनियरली बनाइदिनुहोस् तपाईँले चाहिँ। टप टु डाउन एप्रोचमा यहाँ रिक्वायरमेन्ट यहाँ एउटा बनाउनु पर्ने भयो तपाईँले, अथवा यसरी स्टेयर लाइक स्ट्रक्चरमा पनि बनाउन सक्नुहुन्छ। यो भनेको हाम्रो लिनियरको फिगर हुन्छ है। यहाँ रिक्वायरमेन्ट एनालाइसिस, त्यसपछि हाम्रो जान्छ डिजाइनिङमा, त्यसपछि कोडिङ एन्ड इम्प्लिमेन्टेसन भन्दा यसरी फिगर बनाउनु पर्यो वाटरफलमा। किनकि अब अर्कोमा के थियो, हाम्रो नर्मली यस्तो छ, नर्मली साइकल थियो, तर यसमा चाहिँ हाम्रो लिनियरली गइरहेको हुन्छ क्या, सिक्वेन्सियली चाहिँ हाम्रो केमा जान्छ, वाटरफल मोडमा जान्छ। प्रोटोटाइप भनेको हाम्रो जुन सफ्टवेयर छ, सफ्टवेयरको एउटा हामीले प्रोटोटाइप बनाइन्छ, एउटा प्रोटोटाइप बनाइन्छ। अब यो प्रोटोटाइप ठिक छ कि छैन त, युजरको निड अनुसार एउटा हाम्रो निड आयो, त्यो निड अनुसार हामीले एउटा यहाँ प्रोटोटाइप बनाइयो। ठिक छ, यो प्रोटोटाइप बनायो, यसरी फ्लो हुन्छ है। अनि प्रोटोटाइप बनाइसकेपछि यो युजरको निड यदि सेटिस्फाई भयो भने अगाडि बढिन्छ, यस भयो भने अगाडि बढिन्छ, यदि नो भयो भने फेरि माथि गइन्छ, फेरि त्यो प्रोटोटाइपलाई डिजाइन गरिदियो, फेरि यसरी काम हुन्छ हाम्रो प्रोटोटाइप मोडल। यसको फिगर चाहिँ तपाईँले सर्च गरेर हेर्नुलाई म चाहिँ अहिले देखाउन सम्भव भएन, यो मेरो खुलिरहेको छैन होइन, त्यही भएर। त्यसपछि अब हाम्रो अर्को छ एजाइल। एजाइल भनेको आइटरेटिभ एप्रोच भनेको यसमा कन्टिन्युअस फिडब्याक लुप हुन्छ, अनि ऱ्यापिड डेलिभरी हुन्छ, अनि एडाप्टेबिलिटी पनि हुन्छ। अब यहाँ हुनुहुन्छ भने यसरी एउटा काम हुन्छ, एउटा सानो पाथ बनाइयो, अनि यहाँ चाहिँ युजरको फिडब्याक लेखियो, फेरि अब यहाँबाट लुप चालु हुन्छ, फेरि यसरी गइरहेको हुन्छ, फेरि यसरी लुप चालु भइरहेको हुन्छ, अनि पुरा लुपिङमा चल्छ क्या, आइटरेटिभमा चलिरहेको हुन्छ हाम्रो एजाइल मोडल। ठिक छ, आइटरेटिभ एप्रोच। अब हाम्रो लास्ट च्याप्टरमा पुग्यो हामी, रिसेन्ट ट्रेन्ड इन टेक्नोलोजी। टेक्नोलोजीमा आएको रिसेन्ट ट्रेन्ड, अब एआई आयो, एआईबाट बहुत सोध्छ, एआई रोबोटिक्सबाट। यो त अब एआई त तपाईँलाई के बुझाउनु पऱ्यो होइन, एआई त हामीले दिनरात परेको हुने कुरा। एआई भन्दा बित्तिकै तपाईँले के बुझ्नु पऱ्यो भन्दा, क्रिएटिङ मेसिन क्यापेबल अफ पर्फर्मिङ टास्क टिपिकली रिक्वायर ह्युमन, जुन ह्युमन चाहिन्थ्यो होइन, ह्युमन रिक्वायरमेन्ट हुने जुन टास्कहरू थियो, अब त्यो टास्कलाई चाहिँ हामीले एआई त्यो यस्तो मेसिन बनाइयो कि जुन चाहिँ त्यो ह्युमनको टास्कहरू छ नि, त्यो टास्क चाहिँ गर्न क्यापेबल भइसक्यो कि। ह्युमन इन्टेलिजेन्स, जुन ह्युमनको लर्निङ अनि रिजनिङको जुन इन्टेलिजेन्सहरू छ नि, त्यो गर्न सक्ने जुन मेसिन छ त्यसैलाई हामीले एआई भनिन्छ। अनि रोबोटिक भनेको जुन त रोबोट छ नि, एउटा रोबोट हुन्छ, रोबोट मात्रमा चाहिँ त्यसमा रिजनिङ क्यापेबल हुन्न, तर जब त्यो रोबोटमा हामीले एआई राखिदिन्छौँ, अब त्यसले पनि रिजन गर्न सक्छ, त्यो मुभमेन्ट गर्न सक्छ, त्यसले हामी सोच्न सक्छ, त्यो भनेको के हो त भन्दाखेरि रोबोटको कुरोकानी पनि त्यसरी हुन्छ। त्यो चाहिँ क्लाउड कम्प्युटिङ भनेको गुगल ड्राइभको इक्जाम्पल लिनुहोस् होइन। यो भनेको क्लाउड कम्प्युटिङ इज द क्लाउड सर्भिस भन्नु पर्यो तपाईँले। क्लाउड कम्प्युटिङ इज द क्लाउड सर्भिस अफ विच प्रोभाइड्स यु टु स्टोर एन्ड एक्सेस द डेटा ओभर द इन्टरनेट इन्स्टेड अफ स्टोरिङ देम इन द फिजिकल डिभाइसेस। हाम्रो लोकल डिभाइसमा, जुन हाम्रो लोकल डिभाइस थियो त्यसमा युज गर्नको साथै एउटा क्लाउड भन्ने, यसरी क्लाउड इमेजिन गर्नुहोस् तपाईँले। यो क्लाउडमा छ, यहाँको डाटा तपाईँ जतिखेर पनि एक्सेस गर्न सक्नुभयो, तपाईँको डाटा सेक्युर छ होइन, फास्टर एक्सेस हुन्छ, रिलायबल हुन्छ, त्यसपछि फ्लेक्सिबिलिटी हुन्छ भनेर यसरी एडभान्टेजहरू तपाईँले भन्न सक्नुभयो। अनि बिग डेटा भनेको जस्तै तपाईँको फेसबुकको रिकमेन्डेसन सिस्टम, युट्युबको रिकमेन्डेसन सिस्टम, इन्स्टाग्रामको एल्गोरिदम होइन, तपाईँको जस्तो तपाईँको मुड छ त्यस्तै अनुसार तपाईँले त्यो रिल्सहरू सजेस्ट गर्छ, त्यो भनेको बिग डेटा भनेको। तपाईँको वाच टाइम हुन्छ, के हुन्छ तपाईँको वाच टाइम हुन्छ, तपाईँको लाइक काउन्टहरू हुन्छ, तपाईँले टाइम स्पेन्ड हुन्छ, कति टाइम स्पेन्ड गर्नुहुन्छ त्यो प्लेटफर्ममा, है यिनीहरू डाटाहरू छ नि, इमेजेसहरू, टेक्स्ट भयो, यिनीहरू भनेको बिग डाटाहरू हुन् कि। यिनीहरूको यतिकै केही मिनिङ हुन्न। अब यो जुन बिग डाटा छ यसलाई हामीले एआईको हेल्पबाट प्रोसेस गरिन्छ होइन। बिग डाटा भनेको, बिग डाटा आर द एक्सट्रिमली लार्ज डाटा सेट द्याट क्यान नट बी प्रोसेस बाई द ट्रेडिसनल टुल्स एन्ड रिक्वायर द एडभान्स एनालिटिक्स बाई युजिङ द एआई।
and after that only we can get the meaningful information from the data, and by using those data we can design the big and complex recommendation system like big and complex algorithm is like a YouTube, Facebook, Instagram algorithm भनेपछि तपाईँले मजाले इक्जाम्पल दिएर बिग डाटालाई एक्सप्लेन गर्नु पर्यो। इन्टरनेट अफ थिङ भनेको तपाईँको सिसिटिभीलाई इक्जाम्पल हेर्नु, सिसिटिभी भयो, तपाईँको एलेक्साहरू भयो, यिनीहरू भनेको तपाईँ जस्तो तपाईँको घर छ, तपाईँको घरमा पङ्खा छ, बत्ती छ, तपाईँको चार्ज गर्ने ठाउँहरू छ, सबै पोर्टहरू छ, त्यो यत्तिकै भनेको कस्तो भन्दा एउटा डिभाइस मात्र भएको छ। त्यो तपाईँले म्यानुअली गएर पङ्खा खोल्नु पऱ्यो, तपाईँले ढोका खोल्नु पऱ्यो, म्यानुअली ढोका खोल्नु पऱ्यो। तर आइओटीले कस्तो गर्छ भन्दा तपाईँले इक्जाम्पल भन्दैछु है मैले, आइओटी भनेको तपाईँ गएर पङ्खासँग सबै छ। अब यसलाई तपाईँले एउटा नेटवर्कमा कनेक्ट गर्नुहुन्छ क्या, होइन, नेटवर्कमा कनेक्ट गर्नुहुन्छ, अनि त्यहाँ सेन्सरहरू पनि इन्भल्भ भइरहेको हुन्छ, होइन। अनि त्यसपछि अब कस्तो भयो भन्दा तपाईँको त्यो पङ्खा छ नि, तपाईँको अर्डर आउनु चाहिँ ट्याक्क चल्छ क्या, ठ्याक्क एउटा टाइममा आफै चल्छ, तपाईँको ह्युमनको इन्भल्भमेन्टै चाहिएन, आफैतिर डाटा। जस्तै ट्राफिकको सिग्नलहरूको कुरा गर्न सक्नुहुन्छ तपाईँले, जस्तै ट्राफिक सेन्सरहरू हुन्छ नि हाम्रो विदेशतिर, ट्याक्क कति ट्राफिक छ त्यही अनुसार हाम्रो एनालाइज गरेर त्यो रियल टाइममा ट्राफिक एनालाइज गरेर त्यही अनुसार ट्राफिक सिग्नल गराउने सबै कुराहरू के अन्तर्गत पर्छ, आइओटी अन्तर्गत पर्छ। सिसिटिभीको कुराहरू भयो, सबै आइओटी भयो। अनि ई सर्भिस भनेको ई कमर्स, ई गभर्नेन्टहरू हुन्छ। ई कमर्स भनेको बाइङ एन्ड सेलिङ गुड्स एन्ड सर्भिसेस थ्रु द अनलाइन प्लेटफर्म। अनि ई बिजनेस हुन्छ, ई बिजनेसभित्रको ई कमर्स पर्छ, होइन। ई बिजनेस भनेको ठुलो हो, सबै ओभरअल हुन्छ, त्यसमा ठुल्ठुलो ट्रान्जेक्सन हुन्छ, त्यसको सबसेट भनेको के हो, ई कमर्स यति कुरा भन्नुहोस्। ई बिजनेस चाहिँ त्यस्तो सोध्दैन। अनि ई गभर्मेन्ट भनेको गभर्मेन्टले अनलाइन प्लेटफर्म युज गरेर, होइन, अनलाइन प्लेटफर्म युज गरेर आफ्नो सिटिजनहरूलाई सर्भिसेस जुन दिन्छ नि, त्यो भनेको ई गभर्नेन्स, इलेक्ट्रोनिकली भिया द वेब डेलिभरिङ द गभर्मेन्ट सर्भिसेस यो। अनि यो भनेको कन्डक्टिङ कमर्स भनेको ई कमर्स हो। जस्तै हाम्रो नागरिक एप, नागरिक एपको इक्जाम्पल लेखिदिनु ल मजाले, यसको बारेमा भइहाल्यो। त्यो चाहिँ हाम्रो भर्चुअल रियालिटी, भर्चुअल रियालिटी हो 3D सिमुलेटेड हो, द्याट क्यान। जस्तो तपाईँले भिआर लाएर गेम खेल्नुहुन्छ, होइन, गेम खेल्दा के भइरहेको छ भन्दा तपाईँको एउटा भर्चुअल वर्ल्ड क्रिएट हुन्छ। अनि त्यो भर्चुअल वर्ल्डमा चाहिँ हाम्रो के भइरहेको छ भन्दा त्यो देख्दाखेरि 3D जस्तो देखिन्छ, देख्दाखेरि ट्याक्क लागेर तपाईँको रियल वर्ल्ड जस्तो लाग्छ तपाईँलाई। अनि त्यो भर्चुअल वर्ल्डमा बसेर तपाईँले मजाले गेमहरू खेल्न सक्नुभयो। त्यहाँबाट तपाईँले कम्प्लेक्स कुराहरू डिजाइनहरू गर्न सक्नुहुन्छ, होइन। जस्तो सिभिल इन्जिनियरिङहरूले हाम्रो त्यो घरहरू डिजाइन गर्नको लागि, ठुल्ठुला म्यापहरू डिजाइन गर्नको लागि हाम्रो चाहिँ भर्चुअल रियालिटीको एप्लिकेसन यो कुरा मजाले हुन्छ, ठिक छ। अब यसरी हाम्रो रिसेन्ट ट्रेड इन फिजिक्स, हाम्रो सबै प्रोग्रामिङहरू सबै कुरा चाहिँ मजाले भइयो। ओके गाइज, यति भइसकेपछि हामीले रिभाइज गरेपछि कम्प्लिट टपिक चाहिँ पढेर भइयो, इम्पोर्टेन्ट टपिकहरू चाहिँ भइसक्यो। यदि तपाईँले चाहिँ कुनै टपिकमा कन्फ्युजन छ भने भिडियोलाई फेरि रिपिट गरेर हेर्नु ल। र यदि तपाईँले चाहिँ इक्जाममा चाहिँ राम्रो लेख्नु छ भने इक्जाममा प्यानिक नभइकन मजाले लेख्नु होला। हाम्रो कम्प्युटरको पेपर मजाको इजी हुन्छ, होइन। जुन आउँछ तपाईँले त्यो क्वेसनबाट स्टार्ट गर्नुहोस्, आफूले जाने क्वेसनबाट स्टार्ट गरेर त्यसलाई मजाले ब्रिफली एक्सप्लेन गर्नुहोस्, ठुल्ठुलो डायग्रामहरू बनाउने, मजाले आफूले जे आउँछ त्यो कुरा तरिकाले लेख्ने। फर्स्ट लाइन चाहिँ जहिले पनि राम्रो लेख्नुहोस्, दोस्रो लाइनबाट चाहिँ गफ हान्दा पनि केही हुन्न। फर्स्ट लाइन चाहिँ एकदम सर्ट एन्ड स्विट, ट्यागको जे खोजेको त्यो हुनु पर्यो तपाईँको लाइनमा। त्यसपछि गएर यति भइसकेपछि तपाईँको चाहिँ कम्प्युटरमा मजाको राम्रो मार्क्स आइहाल्छ। यदि तपाईँलाई भिडियो हेल्पफुल लाग्यो भने आफ्नो अर्को साथीहरूलाई पनि सेयर गरिदिनु, जसको भोलि इक्जाम छ, होइन, रिभिजनमा जो छन् तिनीहरूलाई सेयर गरिदिनुहोस्, ताकि यो भिडियो हेर्दाखेरि तिनीहरूलाई पनि रिभाइज गर्न सजिलो होस्। र बेस्ट अफ लक फर इक्जाम। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला। हाम्रो च्यानलमा यस्तै खालका हेल्पफुल भिडियो चाहिँ आइ नै रहन्छ, त्यही भएर च्यानल सब्सक्राइब गर्न पनि गरेर भिडियोलाई लाइक पनि गर्नु होला। र कमेन्टमा चाहिँ यति हेल्प भएको छ भने भिडियो भेरी मच हेल्पफुल भन्दै भन्नु होला। र केही क्वारीहरू छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट पनि अवश्य गर्नु होला। र बेस्ट अफ लक फर इक्जाम भन्दै म पनि बिदा हुन्छु। हस्, धन्यवाद।